आउने दिनमा यो नेपालको राजनीतिक दिशा कतातिर जाँदैछ भन्ने विषयहरूमा रहेर अन्तरङ्ग छलफल कुराकानी गर्नेछौँ। तसर्थ त्योभन्दा अगाडि उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। स्वागत छ सुरेशजी। हस्, धन्यवाद हजुरलाई। जय मङ्गल। आरामै हुनुहुन्छ? हजुर सर, आरामै छ। कसरी बिताइरहनु भएको छ आजभोलि दिनहरू चाहिँ? अहिलेको यो समय हजुर, फर्स्ट अफ अल त सङ्गठनकै नियमित कार्यक्रमहरूलाई नै लक्षित गरेर सङ्गठनकै नियमित कार्यक्रममा चाहिँ हामी सरिक भइरहेको छौँ। त्यो भन्दै गर्दा अहिलेको युवाहरू चाहिँ देश विदेश जाने होइन, नेपालमा रोजगार पाउँदैन, अभावमा छ भनेर विविध मुलुकहरूमा होइन, अन्तर्राष्ट्रिय जगतमा प्रवासमा चाहिँ जीवन गुजार्न जानुपर्ने अवस्था छ। फेरि तपाईँ भर्खरको युवाहरू मङ्गोल नेसनल नाइसनमा चाहिँ यो देश बदल्छु भनेर तपाईँहरू लागिरहनु भएको छ। त्यो भन्दै गर्दा कस्तो महसुस भइरहेछ? यो बेला त कमाउने होइन, दुःख गर्ने ठाउँमा जानुपर्ने तपाईँहरू चाहिँ किन यसरी राजनीतिमा घुमिनु भयो? हजुरले एकदमै महत्त्वपूर्ण यो नेपालको वास्तविक समस्या, जुन अहिलेको मात्र नभए हिजोदेखि भइरहेको समस्याको बारेमा तपाईँले एकदमै राम्रो प्रश्न गर्नुभयो। त्यसमा तपाईँको नेपालको इतिहासलाई हिजोदेखि आजसम्म निहाल्ने हो भने हामी नेपालका युवा जति पनि युवाहरू छ, युवाहरू विदेशिनुको मुख्य कारण भनेको चाहिँ मुलुकमा एक खालको स्थिर राजनीति नहुनु, मुलुकलाई एउटा सही दिशातिर डोर्याउने, मुलुक परिवर्तन गर्ने, मुलुक समृद्ध गर्ने त्यो खालको पाटो, त्यो खालको शिक्षा त्यो नेपालमा नभएको कारणले र नेपालमा 80% अहिन्दू मूलवासी मङ्गोलहरूलाई चाहिँ 20% हिन्दू आर्यहरूले चाहिँ एउटा शासित गरेर 80% अहिन्दू मूलवासी मङ्गोलहरूलाई जहिले पनि प्रयोगमा मात्र ल्याउने, उहाँहरूलाई विभिन्न राजनीतिक दलको नाममा सङ्घर्षरत गराउने होइन, विभिन्न घटना परिघटना आन्दोलनहरू गराउने र त्यो आन्दोलन र सङ्घर्षबाट पनि मुलुकमा कुनै पनि निकास नपाउने त्यो अवस्था सिर्जना भइसक्यो। देशको अर्थतन्त्र त तपाईँको खस्किसकेको हुन्छ। त्यसको असर भनेको सर्वप्रथम त जो आम नागरिक छ, जो दिनौ रूपमा होइन आफ्नो जीविका पार्जनको लागि सङ्घर्ष गरिरहेको हुन्छ, उहाँहरूलाई त्यो सबैभन्दा पहिला उहाँहरूलाई त्यो असर पर्छ। जुन असर बोक्ने भनेको यहाँको 80% अहिन्दू मूलवासी मङ्गोलहरूले त्यो अवस्था गुज्रिरहन परेको अवस्था छ। त्यही अवस्थाको बावजुद पनि यहाँका युवाहरू आफ्नो परिवारको खुसीको निमित्त एक छाक होइन, बिहान बेलुकाको भोग टार्न निमित्त र एउटा आधारभूत आवश्यकता परिपूर्तिको निम्तिको लागि मात्र भए पनि विदेशी गर्ने बाध्यात्मक स्थिति यो राज्यले नै सिर्जना गरेको भएको कारणले यो राज्यमा एउटा सही दिशा बोध गराउने, यो मुलुक परिवर्तन गर्ने, यो मुलुकलाई चाहिँ एउटा विकसित र भोलि एउटा संसारमा चुनौतीको रूपमा विकसित तरिकाले ट्याकल गर्न सक्ने भिजन मिसन भएको कुनै पनि राजनीतिक दल नभएको र देश सञ्चालन गर्न नसक्ने देशको सामाजिक स्थितिले गर्दा, यहाँको देशको परिस्थितिले गर्दा नै युवाहरू विदेशिनुको बाध्यात्मक स्थिति छ। तर त्यही अवस्थालाई मध्यनजर गर्ने मैले एउटा युवा अवस्थामै मङ्गोल नेसनल अर्गनाइजेसनको फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङजीले प्रतिपादन गर्नुभएको मङ्गोलवाद दर्शनको अध्ययन गर्ने अवसर जुर्यो। त्यही अध्ययन गर्ने क्रममा मैले नेपालको समग्र वास्तविक समस्या, वास्तविक रोग, नेपालको इतिहास, भूगोल, वस्तु स्थिति सबैले न्याल्दै गर्दा नेपालमा एउटा असली राजनीतिक दलको आवश्यक रहेछ। नेपाल परिवर्तन गर्ने, एउटा नेपालको माटोलाई माया गर्ने, यहाँको आम जनतालाई चाहिँ एउटा अधिकार सम्पन्न गराउने, एउटा समानता स्वतन्त्र भातृत्वसहित मुलुकलाई अमूल परिवर्तन गर्नका निमित्त चाहिँ एउटा असली राजनीतिक सङ्गठन आवश्यक रहेछ। त्यो असली राजनीतिक सङ्गठन भनेको एउटा लोकतान्त्रिक सङ्गठन भनेको मङ्गोल नेसनल अर्गनाइजेसन रहेछ भनेर जब मैले अन्तर्हृदयदेखि नै त्यो कुरालाई
अनुमोदन गरिसकेपछि अनुशासन गरिसकेपछि म निरन्तर रूपमा भोलिको दिनमा हिजो यही मुलुकलाई परिवर्तन गर्छु, यही आउने आफ्नो फ्यामिली परिवारलाई चाहिँ सुखी बनाउँछु भन्ने गर्दा हिजो हाम्रो पुर्खाहरू प्रथम विश्वयुद्ध दोस्रो विश्वयुद्ध हुँदै विभिन्न समयमा बेचिएको अवस्था थियो, त्यो युद्धमा हुमेको अवस्था थियो। आखिर पाए के त हामीले? त्यो अवस्थालाई हेर्दै गर्दा जहिले पनि हामीले जति पनि सङ्घर्षहरू गरे, दुःखहरू गरे, लडे, त्यो त सिर्फ अरूको निम्ति लडेको रहेछ। अब यहीँको यो आफ्नो माटोलाई माया गर्ने, यही मुलुक परिवर्तन गर्नको निमित्त चाहिँ असली राजनीतिक सङ्गठन भनेको चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठन रहेछ। अब यो सङ्गठनको सिद्धान्त, दर्शन, आदर्शलाई चाहिँ आम नागरिक समक्ष चाहिँ पुर्याउनु पर्छ, यो एउटा क्रान्तिको बिगुल अब फुक्न पर्छ भन्ने मेरो मनमा लागिसकेपछि म अहिले निरन्तर रूपमा मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठनको कार्यक्रमहरूको सरिक हुँदै एउटा आम नागरिकको हैसियतले आम जनताहरूलाई एउटा राजनीतिक चेतना छर्दै हिँडिरहेको अब त्यो भनिँदै गर्दा तपाईँ जस्तो युवाहरू जुन तपाईँले जोड्नुभयो, अब हामी जस्तो युवाहरूलाई अब नेपालमा रहेर अभाव छ, यो मुलुकलाई आमूल परिवर्तनको निम्ति हामी मङ्गोल नेसनल अर्गनाइजेसनबाट यो मुलुकलाई परिवर्तन गर्न अगाडि बढिरहेको छु भन्दै गर्दा यहाँ एउटा आरोप त के लगाउँछ त भन्दा मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठन विदेशी शक्तिहरूबाट परिचालित हो भन्ने कुरा आउँछ। अनि त्यही कारणले चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनका नेता कार्यकर्ताहरू चाहिँ त्यसरी नै टिक्न सकिरहेको छ, त्यही कारणले उनीहरूले चाहिँ ठुल्ठुला कार्यक्रमहरू गर्न सफल भइरहेको छ भन्ने खालको आरोप लगाउँछ। कतै तपाईँहरू जस्तो युवाहरूलाई विदेशी डलरले यही मुलुकलाई फेरि फुटाउन त्यसरी प्रयोग गरिरहेको त होइन? एकदमै तपाईँले अहिलेको समय सान्दर्भिक प्रश्न गर्नुभयो। नेपालको स्थितिलाई अहिलेको अवस्थालाई निहाल्दै गर्दा हिजो सङ्गठनको फाउन्डर प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङजीले यो सङ्गठन जन्माउँदै गर्दा उहाँले पनि विभिन्न भुक्तमानहरू सधैँ आउनुभएको थियो। उहाँले जेल नेल 3 वर्ष जेल सजाय, 5 वर्ष भूमिगत जीवन पनि उहाँले बिताउनु भयो। त्यो अवस्थादेखि नै मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठनलाई यहाँका शासक वर्गहरूले चाहिँ विभिन्न खालको आरोप लाउँदै गर्दा अहिलेको समयमा मङ्गोल नेसनल अर्गनाइजेसन देशव्यापी रूपमा एउटा उदयमान शक्तिको रूपमा उन्नत अवस्था रहिरहँदा र युवाहरूले चाहिँ एउटा राजनीतिक रूपमा चासो लिँदै अबको समय नेपालको वैकल्पिक राजनीतिक सङ्गठन भनेको मङ्गोल नेसनल अर्गनाइजेसन हो भनेर बुझिसकेपछि जुन हिजो सङ्गठनको फाउन्डर प्रेसिडेन्टजीले 2067 सालमा भन्नुभएको कुरा, यो 2047 सालको संविधान भनेको त्रिपक्षीय बाहुन क्षेत्रीको सम्झौता पत्र हो, कागज पुस्ता हो, दरबारीय कम्युनिस्ट होइन, काङ्ग्रेसी कम्युनिस्ट, माओवादी एमाले कम्युनिस्ट भनेर त्यतिखेर भन्नुभएको थियो। त्यस्तै अहिले नेपालको स्थिति यस्तो खालको भइसक्यो कि एउटा हिजो महामना डाक्टर गोपाल गुरुङजीले उठाउनु भयो लोकतन्त्र धर्मनिरपेक्ष सरकारकै जगमा रहेर अहिले लोकतन्त्रको एक खालको शक्ति जनताद्वारा जनताले नै गर्ने शासन, जनताको लागि गरिने शासन, लोकतन्त्रमा जनता भनेको जनार्दन हो भनेको जस्तै हिजो त्यही लोकतन्त्रको शक्तिले नै नेपालमा हिजो लामो समयदेखि ज्वरो गाडिएर आफ्नो वर्चस्व जमाएर हाइकमवाद गर्दै आएका होइन, त्यो खालको एक खालको दम्भ घमण्ड भएका राजनीतिक दलका नेताहरू र राजनीतिक दलहरूलाई जुन यो 2082 साल भदौ 23-24 गतिको जेनजी आन्दोलनबाट त्यो पतन भएको अवस्था छ, त्यो भनेको चाहिँ एउटा लोकतन्त्रको अधिकारले गर्दाखेरि त्यो लोकतन्त्रकोबाट नै उहाँहरूले त्यो गर्न सफल भयो जुन नेपालमा हुनै पर्ने अवस्था थियो। त्यो स्थितिले गर्दा जसरी त्यो परिवर्तन भयो, त्यो परिवर्तन हुनको मुख्य कारण नेपालको समसामयिक राजनीतिक घटना परिघटना निहाल्दै गर्दा एउटा राजनीतिक विश्लेषकहरूले विश्लेषण गर्दाखेरिमा यो विभिन्न खालको नेपालमा शासकीय स्वरूप परिवर्तनको निम्ति होइन, एउटा सत्ता साझेदारीको निम्ति भएको घटनाहरू चाहिँ केवल यो उहाँले चाहेर भएको होइन कि मङ्गोल नेसनल अर्गनाइजेसनको दर्शन सिद्धान्त र मङ्गोल नेसनल अर्गनाइजेसनको देशव्यापी रूपमा भइरहेको एउटा अभियान छ जुन
होइन गाउँ गाउँ जाउँ मूलवासी मङ्गल जगाउँ र एउटा लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकार सहित मानव अधिकार स्वतन्त्र सम्बन्ध भातृत्व सहित चाहिँ मुलुक चाहिँ दिगो विकास दिगो शान्ति समृद्ध हुनुपर्छ भनेर एउटा राजनीतिक चेतना सहित बिल्कुल छड्दै जाने यो खालको बढ्दो क्रेजले गर्दाखेरिमा चाहिँ अहिले त्यो पतन हुन लागिसकेको र पतन भइसकेकोहरू चाहिँ केही अवशेषहरू चाहिँ ले एउटा लगाउने आरोप मात्रै हो यो त्यो भनिरहँदा के सुरेश तपाईँहरूले जुन गाउँ गाउँ जाउँ मूलवासी मङ्गल जाउँ भनेर भनिरहँदा एकातिर चाहिँ के अरे अर्को जुन जेन्जी टोली चाहिँ जो उनीहरूले चाहिँ यो देशको राज्य सत्ता परिवर्तन गर्न सफल भयो तपाईँहरूले यो राज्य व्यवस्था परिवर्तन हुनुपर्छ भन्दै गर्दा त नेपालको स्थितिमा त 48 घण्टामा एउटा जेन्जीले चाहिँ देश परिवर्तन गर्न सक्यो तर तपाईँहरू चाहिँ 36 वर्षसम्म पनि यो मुलुकलाई परिवर्तन गर्न सकेन किन यो परिस्थिति बन्नु पर्यो एकदमै यो राम्रो प्रश्न गर्नुभयो तपाईँले किनभने हिजो स्थापना कालदेखि नै सङ्गठनको फाउन्डर प्रेसिडेन्ट मामा डाक्टर गोपाल गुरुङले हामी यहाँको 80% ऐन मूलवासी मङ्गलहरूले एउटा वैचारिक क्रान्तिद्वारा हामी बुलेटको होइन कि ब्यालेटको बाटोबाट चाहिँ सुसुप्त रूपमा राजनीतिक चेतना शून्यता भएका हाम्रो 80% ऐन मूलवासीहरूलाई एउटा वैचारिक क्रान्तिबाट एउटा कलामको धारबाट चाहिँ हामी एउटा बुद्धिमन्त तरिकाले चाहिँ सम्पूर्ण नागरिकलाई एउटा राजनीतिक रूपमा चेतनशील भएर विभेद भएको के हो होइन कहाँनिर चाहिँ अब भ्रष्टाचारी भएको छ नेपालको शासकीय स्वरूपहरू कस्तो खालको छ होइन देशको स्थिति अहिलेसम्मको अवस्थामा आइपुग्दाखेरिमा कस्तो खालको हुनुपर्ने थियो किन त्यो भएन तर हरेक समयमा हामीले विभिन्न राजनीतिक दलहरूलाई सत्ता र शक्तिमा पुर्याउने समयमा पनि आम नागरिकहरूले त्यो खालको अहम भूमिका निर्वाह गर्दा गर्दा पनि किन आम नागरिकले अपेक्षा गरे जस्तो चाहिँ सत्तामा पुग्ने शक्तिहरूले चाहिँ मुलुक परिवर्तन गर्न सक्दैन भन्ने कुराहरू त्यो जनतामा भइरहेको वितृष्णा भइरहेको अवस्थामा त्यही वितृष्णाको बावजुद यहाँको मङ्गोल नेसनल अर्गनाइजेसनले एउटा राजनीतिक चेतनशील गराइरहेको र अर्कोतिर चाहिँ सत्ता र शक्तिमा बस्नेहरूले चाहिँ वर्चस्व रूपमा एकले अर्काले चाहिँ आफ्नै हो मेरै पुर्खौली सम्पत्ति हो यो मुलुक भनेको भनेर एउटा पिवा जस्तै गरिरहेको अवस्थामा त्यो स्थितिमा अहिले डिजिटल युगमा आएर होइन अहिले डिजिटल युगमा आइसकेपछि युवाहरूमा त तपाईँको एक खालको जिज्ञासा कुराहरू हुन्छ नवीन परिवर्तनको कुराहरू हुन्छ त्यो परिवर्तन खोजी हुँदै गर्दा त्यो एउटा अहिलेले नेपालमा विकसित भइरहेको विकराल रूपलाई नै यो फाल्नुपर्छ भन्ने खालको एक किसिमको एउटा चेतनाको विकास भइसकेपछि चाहिँ त्यो खालको सत्ता परिवर्तन चाहिँ भएको हो तर यहाँ अहिले जेनजी आन्दोलन भन्दै गर्दा अहिलेको समग्र स्थितिमा आइपुग्दाखेरिमा जेनजीले पनि त असली जेनजी समूह हो कुन हो भन्ने पनि प्रष्ट भएको छैन कि यहाँ त विभिन्न राजनीतिक दलबाट सञ्चालित कोही माओवादीको जेनजी कोही काङ्ग्रेसी जेनजी कोही एमएलए जेनजी भनेर अहिले सामाजिक सञ्जाल मिडियामा चाहिँ धेरै मात्रा आइरहेको छ यो अवस्थामा चाहिँ के अवस्था भइरह्यो भने हिजो हाम्रो सङ्गठनले निरन्तर रूपमा आफ्नो अवधारणाहरू आफ्नो एजेन्डाहरू जनताको माझ लगेर राख्दै गर्दा आफ्नो कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाउँदै गर्दा अब असली नेपालको मालिकहरू र नेपालको असली मूलवासीहरू चाहिँ अब शासन सत्तामा आउँदैछ अब उनीहरूले शासन सत्ता चलाउँदैछ भनेर त्यो अवस्था सोचिसकेपछि यहाँको शासकीय स्वरूप सत्ता र शक्तिमा रहने शासकीय वर्गहरूले चाहिँ एउटा ग्रान्ड डिजाइन बनाएर एउटा साम्राज्यवादी शक्तिको आड लिएर चाहिँ एउटा नेपालको राजनीतिक शक्तिलाई उथलपुथल गरेर फेरि घुमाइ फिराइ नै केही समय मङ्गोल नेसनल अर्गनाइजेसन छेक्न सकिन्छ कि रोक्न सकिन्छ कि त्यो वेग र स्पिडलाई थेक्न सकिन्छ कि भनेर फेरि आम जनताहरूलाई एक खालको विकल्पको रूपमा चाहिँ विकल्प छ है भनेर चाहिँ जेनजीहरूको मार्फत चाहिँ उनीहरूले फेरि पनि एउटा आफ्नो सत्ता र शक्तिलाई फेरि पुरानै फेरिमा लाने चाहिँ अवस्था त्यो भन्दै गर्दा भनिसकेपछि यो जेनजी आन्दोलन पछिको जुन यो परिवर्तन छ यो नेपालले जुन एउटा नयाँ सरकार पाएको छ एउटा नयाँ मार्ग पाएको छ के त्योबाट चाहिँ यो मुलुकको अब परिवर्तन यो मुलुकको आमूल परिवर्तन सम्भव छैन र यो अवश्य पनि छैन किनभने छैन भने तपाईँको अहिले जुन अन्तरिम सरकार गठन भयो त्यो अन्तरिम सरकार गठन भइसकेपछि जति पनि त्यो जेनजी आन्दोलनमा सहायता प्राप्त गर्ने एउटा परिवार हुनुहुन्छ
परिवारले पनि आफ्नो सन्तान गुमाउँदाको पीडा हैन एउटा आमाको कोख रिचिदाको पीडा भनेको त त्यो एकदमै सहन नसक्ने अवस्थामा रहन्छ। त्यो एकदमै पीडादायक अवस्था हो, क्षण हो। त्यो अवस्थामा उहाँहरूले पनि माग थियो नि त, मेरो छोराछोरीहरूले एउटा मुलुक परिवर्तनको निम्ति एउटा नेपालमा भएको विथिति विसङ्गति भ्रष्टाचारको निम्ति मुलुक परिवर्तन गर्नुपर्छ। अब चाहिँ नयाँ शक्ति संरचनाले चाहिँ यो मुलुकलाई चाहिँ सही दिशाबोध गरेर चाहिँ मुलुकलाई चाहिँ हाँक्नुपर्छ भन्ने आन्दोलनमा हुमिएका उहाँहरूको माग के थियो भने जति पनि नेपालमा भएको विथिति थियो त्यो जुन जुन समयमा हिजो भ्रष्टाचारको आरोप लागेका विभिन्न काण्डहरू लागेका सम्पूर्ण व्यक्तिहरूलाई चाहिँ यदि सही सरकार थियो भने त्यो सबैलाई उनीहरूले चाहिँ कठघरामा ल्याउन पर्ने छानबिन गरेर अनुसन्धान गरेर चाहिँ अहिले कारबाही गर्नुपर्ने समय थियो, तर उनीहरूले त्यो पनि गर्न सकिएन। होइन यो एउटा प्रक्रियामा त गएको होला नि त। के यो सरकारले यो भ्रष्टाचारीहरू जो आएका जो विवादित मान्छेहरू चाहिँ यसलाई कारबाही सम्भव छैन र? यो अब अहिलेको वर्तमान स्थितिलाई निहाल्ने हो भनेर पहिलेदेखि इतिहासदेखि हेर्दै आएको खण्डमा नेपालको इतिहासमा हेर्ने हो भने शासकीय स्वरूपमा बस्ने सम्पूर्ण शासकीय वर्ग भनेको हिन्दू आर्यहरू मात्रै छन्। त्यही हिन्दू आर्य वर्गहरूले पुस्ता हस्तान्तरण गर्दै आफ्नो राज्य सत्ताहरू हस्तान्तरण गर्दै आएको अवस्था छ। त्यही अवस्थामा आउँदै गर्दा एउटा बाजेले नातिलाई समाउने कुरो भएन, अब आमाले छोरालाई समाउने कुरो भएन, दाजुले भाइले समाउने कुरो भएन। त्यहाँ चाहिँ के भयो भने एकात्मक शक्ति र तानाशाही शक्तिको प्रयोग गरेर उनीहरूले चाहिँ प्रष्ट रूपमा भइरहेको घटनालाई पनि अनदेखा गराएर एउटा सामाजिक सञ्जालमा चाहिँ आफ्नो विचारहरू चाहिँ राख्ने, कठघरामा ल्याउँछ, कानुनी रूपमा चाहिँ हामी जसरी पनि ल्याउँछु भनेर उहाँले आफ्नो भाषणमा चाहिँ बोलिराख्ने। तर आम जनतालाई चाहिँ जुन अपेक्षा गरेको छ अहिलेको सरकारले त्यो अनुसारको व्यवहारिक रूपमा चाहिँ कानुनी रूपमा प्रक्रिया चाहिँ उनीहरूले लानु सक्दैन। किन भन्दा उनीहरूले यो उनीहरूको यो नस्लवादी एउटा वर्णश्रमी व्यवस्था छ उनीहरूको हिन्दूहरूको। त्यही अनुसार यो मनुस्मृति अनुसार चाहिँ यिनीहरू चाहिँ नेपालको राज्य सत्ता सञ्चालित भएको कारणले त्यसै कारणले उनीहरू त्यही अध्ययन भएको कारणले एउटा पिँढीले अर्को पिँढीलाई उनीहरूले कारवाही गर्ने अवस्था नभएको कारणले यो सरकारले चाहिँ कुनै पनि नेपालमा भएको विथितिहरूलाई नेपालमा भएको विभिन्न सामाजिक घटनाहरूलाई चाहिँ उनीहरूले चाहिँ कुनै पनि कारवाहीद्वारा चाहिँ यो ल्याउन सक्दैन। यो चाहिँ 100% प्रष्टसँग देखिएको अवस्था। त्यो भन्दै गर्दा सुरेशजी जुन तपाईँले कुरा गर्नुभयो नेपालको शासकीय स्वरूपको कुरा गर्नुभयो, शासकीय प्रणालीको कुरा गर्नुभयो, नेपालमा जुन नस्ली विभेद वर्णाश्रम व्यवस्थाको विरोध भन्नुभयो होइन, अनि चाहिँ तपाईँहरू भन्नुहुन्छ के अरे हिन्दूवाद भन्नुहुन्छ। यो भनिरहँदा यो नेपाललाई चाहिँ मङ्गोल नेसनलाइजेसनको माध्यमबाट जो के अरे धार्मिक द्वन्द्व सिर्जना गर्ने, साम्प्रदायिक निम्त्याउने होइन, यो मुलुकलाई जो चाहिँ लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकार चाहिँ जो आम लोक समुदायको एउटा चाहिँ महान त्याग सङ्घर्षबाट प्राप्त गरेको यो जुन व्यवस्थालाई फेरि मङ्गोल नेसनलाइजेसनले पछाडितिर धर्न खोजेको त होइन। समाजलाई यो तपाईँहरूले धार्मिक कुरा गरेर धार्मिक द्वन्द्व सिर्जना गर्ने, जातीय द्वन्द्व सिर्जना गर्नेतिर चाहिँ मङ्गोल नेसनलाइजेसन लागेको त होइन। त्यही आरोप पनि त आउँछ नि त। त्यही कारणले एकदमै सर यसलाई तपाईँको एउटा कुनै पनि देशको मुलुक परिवर्तन गर्ने अभियानमा हिँडेका जति पनि राजनीतिक कर्मीहरू छ, विश्लेषकहरू छ, समाजशास्त्रीहरू, अब अर्थशास्त्रीहरू, जति पनि आम नागरिकले अबको समय भनेको एकदमै त्यो कुराहरूलाई सूक्ष्म तरिकाले अध्ययन गर्ने अवस्था आएको छ। मङ्गोल नेसनल अर्गनाइजेसनले आफ्नो स्पष्ट माग एजेन्डा म्यान्डेटहरू लोकतन्त्र र धर्मनिरपेक्ष प्रान्तीयता भन्ने जुन मूल एजेन्डा छ, एउटा मानव अस्तित्व चाहिँ मानव अधिकार सुनिश्चित हुनुपर्छ, मुलुकमा चाहिँ स्वतन्त्र समानता भागीदार कायम हुनुपर्छ भनेर भन्दै गर्दा हामीले कुनै पनि तपाईँलाई हिन्दूलाई हिन्दू भन्न पाइँदैन भन्न खोजेको होइन। हिन्दूले पनि म हिन्दू हो भनेर बस्न पाउँछ, लोकतन्त्रको अधिकार हो। लोकतन्त्र भनेको यस्तो प्रणाली हो जसले कुनै पनि एउटा नागरिकको त्यो अधिकार हनन हुन हुँदैन भन्ने एउटा उन्नत र उत्तम एउटा प्रणाली व्यवस्था हो। त्यही व्यवस्थामा रहेर हामीले लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकारबाट नै त्यो मुलुकलाई एउटा विकसित मुलुक
एउटा समृद्धिमूलक एउटा सुशासन र दिगो शान्ति भएको मुलुक बनाउने अभियानमा हिँडिरहेको छ। त्यो अवस्थामा तपाईले के बुझ्नु पर्यो भने धर्मनिरपेक्षको एजेन्डा हामीले राखिसकेको छ। धर्मनिरपेक्ष भने सबै धर्मले सम्मान गर्ने एक अर्कामा, हिन्दूले पनि हिन्दू भनेर बस्न पाउनु पर्यो, मुस्लिमले म मुस्लिम हो भनेर बस्न पाउनु पर्यो। त्यही कुरामा त फेरि तपाईहरुको यस्तो छ नि त सुरेशजी, तपाईहरुको के कुरा आइरहेछ त भन्दा तपाईहरु भन्नुहुन्छ हिन्दू के रे भनेर बस्ने स्वतन्त्र छ त भन्नुहुन्छ तपाईहरु, तर तपाईहरुले फेरि के पनि विरोध गरिरहेको हुन्छ नि हिन्दू चाहिँ धर्म हैन हिन्दूवाद हो भनेर फेरि जो चाहिँ खसारे समुदायलाई तपाईहरुले के इंगित नै गरेर विरोध गरिरा हुन्छ हैन। त्यसले त यो समाजमा त फेरि द्वन्द्व सिर्जना हुने देखिन्छ नि त। यो नेपालमा भइरहेको अहिलेको राजनीतिक समस्या विषयवस्तुलाई निहाल्दै गर्दाखेरिमा जति पनि नेपालको शासक र शासकीय स्वरूपमा रहने भनेको एउटा हिन्दूवाद अन्तर्गत मनोस्मृतिसँग जोडिएकै समुदाय रहेको छ। उहाँहरूले अब हामीले भन्दै गर्दा हिन्दू धर्म हैन हिन्दूवाद हो भन्दैछ, किनभने एउटा कुनै न कुनै दर्शन सिद्धान्त बिना त उनीहरूले मुलुक परिवर्तन गर्ने कुरा त होइन। त्यसमा पनि अब भोलि देश बनाउने भिजन मिसन हुन्छ, तर नेपालको हकमा चाहिँ के भइदियो भने तपाईको शासकीय स्वरूपमा रहने जो हिन्दूहरु हामी हिन्दू हो भन्छ हैन, तर वास्तवमा त्यो हिन्दू हैन। उहाँहरु हिजो इरान हुँदै हैन, अफगानिस्तान हुँदै पाकिस्तान हुँदै नेपाल भित्रका व्यक्तिहरु हुन्, उनीहरु आर्य समुदायहरु जसलाई चाहिँ फारसी भाषा र हिब्रू भाषामा शको उच्चारण गर्दा ह हुने भएको हैन। सिन्धुलाई हिन्दू भएर उनीहरु एउटा भोलिको दिनमा एउटा बाँच्ने हैन एउटा समूह एकीकृत भएर चाहिँ बस्ने एउटा समुदायको रूपमा विकसित हुनको निम्ति चाहिँ नागपुरमा चाहिँ भारतको नागपुरमा चाहिँ यो शङ्कर आचार्य भन्ने व्यक्तिले आजमा 150 वर्ष अगाडि चाहिँ हिन्दू धर्म भनेर नामकरण गरियो। त्यसैलाई नि बोकेर अहिले उनीहरु चाहिँ हामी हिन्दू हो भनेर चाहिँ नेपालमा प्रवेश भयो। नेपालमा प्रवेश भएपछि हिन्दू धर्म वाद हो भनेर किन हामी भन्छौँ भने हिन्दू धर्ममा जात जाति वर्णश्रमी व्यवस्था चाहिँ लादिएको छ। जात जाति कुरा 4 जात 36 वर्ण कुरा छ तपाईको हैन, बाहुन क्षेत्री वैश्य शूद्र हैन, त्यो खालको क्याटेगोरी छुट्याएको छ एउटा। त्यसमा चाहिँ के छ भने जात व्यवस्था छ, टुक्रा टुक्रा पाए सानो ठुलो अछुतो कुरा छ नि। एउटा कुनै पनि धर्म भइसकेपछि समान सम्पूर्ण समुदायलाई समान तरिकाले हेर्ने, उसलाई पनि स्वतन्त्र रूपमा बोल्न पाउने, उसलाई हिँड्न पाउने हैन, उसले अब लेख्न पाउने अधिकार स्वतन्त्र हुन पर्ने हुन्छ। तर त्यो हिन्दूवाद भित्र चाहिँ त्यो खालको व्यवस्था छैन। त्यो भित्र चाहिँ एउटा नस्लीय चिन्तन बोकेका एउटा समुदायले अनि अर्को जुन समुदाय छ, जुन मूलवासी समुदाय छ, मंगल समुदाय छ, त्यो समुदायले चाहिँ थिचोमिचो गर्ने हैन, उनीहरुलाई विभिन्न तरिकाबाट हैन विभिन्न समयमा एउटा हिन्दूवादको वेद अनुसार अनि मनुस्मृति अनुसार नेपालको कानुनी व्यवस्था पनि त्यही अनुसार चलाएको छ र स्कुलिङ पनि त्यही अनुसारको सिकाइ भएको कारणले अहिले समग्र ग्रास लेभलमा पनि त्यो अवस्था आएको एकदमै विकसित रूप भइसकेको छ। त्यही कारणले त्यही हिन्दूवादलाई चिड्दै महामना डाक्टर गोपाल गुरुङजीले एउटा मंगलवाद दर्शन प्रतिपादन गर्नुभयो, जुन दर्शनले चाहिँ समग्र सम्पूर्ण आम नेपाली जनताहरूलाई स्वतन्त्र समानता हैन भातृत्वमा चाहिँ बाँच्न पाउने एउटा अधिकार चाहिँ प्रतिपादन गर्ने संगठन भएको कारणले हामीले चाहिँ त्यो हिन्दूवादलाई चाहिँ चिड्नको निम्ति यो मंगलवाद दर्शन अपरिहार्य छ र नेपाल परिवर्तनको लागि र यो मुलुक परिवर्तन गर्नको लागि चाहिँ अब असली वैकल्पिक शक्ति पनि मंगल नेशनल अर्गनाइजेसन रहेको कारणले चाहिँ अब आम जनताहरूले चाहिँ तपाईले एकचोटी समीक्षा गरेर कुनै पनि विभिन्न आरोपहरु लालछना आउँछ तपाईलाई, अब हिँड्दै गर्दा ठोक्ने पनि हुन्छ हैन, कतै के ठोक्ने अब ठेस लाग्ने कुराहरु हुन्छ, आरोप प्रत्यारोप हुन्छ। त्यो आरोप प्रत्यारोपहरुलाई पनि तपाईले गहन रूपमा अनुसन्धान गरेर तपाईले विचार गर्नु न। तपाई हिन्दूवादी अब
गुरुहरूले बोल्ने तरिका कस्तो छ हैन नेपालकै शासकमा रहेर धेरै लामो समयमा शासन सत्ता गर्ने ब्राह्मण क्षेत्रीय समुदायका मित्रहरूले कसरी बोल्नु भएको छ हामी मङ्गोल नेसनल अर्गनाइजेसनका सम्पूर्ण नेता कार्यकर्ताजीहरूले त्यसपछि हामीले राखेका माग मुद्दा र म्यान्डेटहरू कस्तो छ तपाईले चाहिँ स्पष्टसँग चाहिँ अध्ययन गर्न सक्नुहुन्छ तपाईले चाहिँ अध्ययन गरिसकेपछि कुन सही हो कुन गलत हो भन्ने कुरा तपाईले स्पष्टसँग पनि तपाईले आउन सक्नुहुन्छ त्यो तपाईले समीक्षा गरेर अबको समयमा चाहिँ एउटा सचेत नागरिक भएर चाहिँ हामीले अगाडि बढ्ने समय आइसक्यो त्यो भन्दै गर्दा यस्तो देखिन्छ सुएसी तपाईले जुन मङ्गोल नेसनल नेसनबाट चाहिँ जो मङ्गोल नस्लका मान्छेहरू नै यो देशको शासक बन्नुपर्छ भन्दै गर्दा र मङ्गोल नस्लको मान्छेलाई यो आर्य नस्लको मान्छेले नस्लीय विभेद गर्यो भन्दै गर्दा चाहिँ यो मङ्गोल नस्ल भएको मान्छेले फेरि मङ्गोलहरू एकजुट हुनुपर्छ भन्दै गर्दा चाहिँ यहाँका खस आर्य वंशजहरूको भविष्य त अन्धकार हुने स्थिति बन्यो नि त र अहिलेको स्थितिमा त यो नस्लीय राजनीति त अब त सम्भव छैन भन्छ हैन सफल हुँदैन पनि भन्छ अनि के हो त यो विषयमा त एकदमै सर यो अहिलेको समय सान्दर्भिक विषय पनि हो सांगठनिक गतिविधि र एउटा देशको राजनीतिक घटनाक्रमको अवस्थामा जोडिएको कुराहरू मङ्गोल नेसनल अर्गनाइजेसनले पहिलो कुरा त लोकतन्त्रलाई नै आफ्नो मूल माग मुद्दा धर्ममिश्र प्रान्तीय सरकारलाई चाहिँ अङ्ग लिएर आएको एउटा राजनीतिक सङ्गठन हो जुन सङ्गठन अनुसार हामीले आफ्नो आवाजहरू राख्दै गर्दा हामीले भनेको छैन कि खस आर्यलाई पनि हामी सम्बोधन गर्दैनौँ भन्ने कुरा तपाईको कुनै पनि कुराहरू पर्फेक्ट हुनको लागि 100% हुनुपर्छ तर नेपालको इतिहासलाई अहिलेसम्म हेर्ने हो भने नेपालको भूगोल जनसङ्ख्या हैन राजनीतिक क्षेत्रमा शैक्षिक क्षेत्रमा हैन आर्थिक स्थितिको पाटो हेर्ने हो भने तपाईको हरेक क्षेत्रमा चाहिँ स्वास्थ्य क्षेत्रमा त्यो स्थिति कस्तो छ भने बाक्लो उपस्थिति त्यहाँ हाबी भनेको चाहिँ हाम्रो आर्य समुदायहरुको मात्र रहेको छ हैन त्यो भन्दै गर्दा के सुरेशजी यहाँ कुरा के आउँछ त फेरि अर्को एउटा प्रश्न के आउँछ त भन्दा जो तपाईले भन्नुभयो जस्तै राजनीतिक क्षेत्रमा आर्थिक क्षेत्रमा हैन यी विविध क्षेत्रहरुमा चाहिँ आर्य नस्लको मान्छे मात्र बढी भो भन्दा के कुरा आउँछ भने यहाँका मङ्गोल नस्लका मान्छेहरु त पढ्दैन हैन नपढेपछि चाहिँ उनीहरु चाहिँ के रे जागिर हुँदैन अनि अहिले मङ्गोल नेसनल नेसनले चाहिँ यो चाहिँ कुरा गरेर यसरी कुरा गरेर चाहिँ सफल हुँदैन यो त गलत हो भन्ने कुरा आउँछ नि त तपाईको हाम्रो अहिलेको एकदमै नेपालको चरम आर्थिक स्थितिले चाहिँ हाम्रो मङ्गोल समुदायहरुमा चाहिँ यो खालको कन्सेप्ट जुन विपक्षी आर्य समुदायले यो खालको लान्छना आरोप लाउँदै गर्दा हाम्रो समुदायमा चाहिँ एकदम आर्थिक विपन्नताको अवस्थाले खासै राजनीतिक चासो चाहिँ हाम्रो मान्छे लिन चाहदैन किनभने हाम्रो मान्छे दैनिकी गुजाराको निम्ति आफ्नो दैनिकी जीविकोपार्जनको लागि मात्र लागिरहेको हुन्छ त्यही कन्सेप्टले चाहिँ यो सम्भव छैन देखिदैन किनभने हरेक निकाय क्षेत्रमा हैन उनीहरुको मात्र वर्चस्व देखाइरहेको हुन्छ उनीहरु त टुप्पी कसेर पढेको त्यही भएर जागिर पाउँछ मंगोलहरु त यहाँका त्यो त तपाईको भन्ने बाटो नै हो किन भन्दाखेरिमा यहाँको आर्यहरुको सन्तानहरु डाक्टर पढ्ने इन्जिनियर पढ्ने भनेको चाहिँ राज्यको ढुकुटीबाट पनि पढिरहेको छ के यो तपाईको कोटामा हैन एउटा उसको बुवा चाहिँ अब कुनै अब नातावाद कृपावाद राजनीतिक क्षेत्रबाट सबै क्षेत्रबाट जति पनि कुराहरु छ एउटा देखाउने दारा हात्तीको एउटा देखाउने दारा हुन्छ अर्को चबाउने दारा हुन्छ भनेको जस्तै उनीहरुले चाहिँ सम्पूर्ण शक्ति नै आफ्नो हातमा छ के डाडु पने हुन्छ नि त भान्से नै उनीहरु छ अब कसलाई भोकै राख्ने कसलाई नाङ्गै बनाउने कसलाई दिने कसलाई नदिने कसैलाई चाहिँ अलिकति दिएर उसलाई चाहिँ फेरि उसकै लागि चाहिँ प्रयोगमा ल्याउने अनि त्यो खालको स्थिति चाहिँ देशमा बनाइसकेको अवस्थाले चाहिँ हाम्रो मान्छेले हेर्दा त्यही देख्छ छर्लङ्ग त तर नेपालको सन्दर्भमा हेर्ने हो भने जनसङ्ख्या आधारले भूगोलको हिसाबले हेर्ने हो भने त यहाँ चाहिँ एकदमै बहुसंख्यक 80% हिन्दू मूलवासी मंगोलहरुको चाहिँ वर्चस्व बसोबास भएको मुलुक हो यहाँको 80% मूलवासीहरुको बसोबास भएको छ त्यही कारणले नेपालको सन्दर्भमा हेर्दाखेरिमा चाहिँ 20% समुदायहरु चाहिँ फुल्दै फल्दै झ्याङ्गिदै गयो 80% मूलवासी मंगोलहरु चाहिँ हराउँदै गयो नोमेड हुँदै गयो विलय हुँदै गयो अनि त्यसले त तपाईले त पूर्णता दिन सक्दैन त्यो मुलुक परिवर्तन हुनको निम्ति पूर्णता हुनको निम्ति भनेको
20 र 80 चाहिँ बराबर हुनु पर्यो, अधिकार समान हुनु पर्यो, जसले त 100% पर्फेक्टली मुलुक परिवर्तन निम्ति चाहिँ उनीहरू सक्रियता हुन्छ। तपाईको नेपालको इतिहासमा तपाईँ हेर्न सक्नुहुन्छ, अहिले पनि अहिलेको समयमा यो समय आएर पनि हेर्न सकिन्छ कि हरेक उच्च ओहदामा राजनीतिक क्षेत्रमा होस् हैन, हरेक विभागमा हो, निजामती कर्मचारीमा होस्, हरेक क्षेत्रमा उहाँहरूको नि हलिमली छ, उहाँहरूको नेतृत्व छ। यदि उहाँहरूको सही नेतृत्व हुने हो भने यो मुलुक परिवर्तन हुन त समय लाग्ने थिएन। 400-500 वर्ष भइसक्यो अहिले नेपालमा उनीहरूले शासन सत्ता चलाएको, हालिमुलो गरिसकेको। आखिर परिवर्तन भयो त के त? हरेक समयमा विभिन्न रूप र रङ र नामको आन्दोलन गराएर, देशमा उथलपुथल गराएर, नरसंहार गराएर, परिवर्तनको नारा दिएर हरेक समय जनतालाई झुकाउने काम गर्यो नि त। आखिर उनीहरूले किन मुलुक परिवर्तन गर्न सक्दैन भने उनीहरूसँग मुलुक परिवर्तन गर्ने भिजन, मिसन, एजेन्डा केही पनि छैन। उनीहरू त एउटा हिन्दूवाद र मनुस्मृतिवादबाट चाहिँ हिजो रामायण, यो महाभारत हो नि, एक खालको उनीहरूको चाणक्य नीति, कौटल्य नीति प्रयोग गरेर चाहिँ एउटा खालि षड्यन्त्र गर्ने हैन, टुटफुट गराउने, डिभाइड एन्डको रुलको प्रयोग गरेर फुटाउने, राज गर भन्ने रुल प्रयोग गरेर सधैँमा चाहिँ उनीहरूको वेदले पनि के भन्छ भने हामी बाहुन क्षेत्री भनेको संसारमा शासन गर्न जन्मिएका समुदाय हो भनेर उहाँहरूको वेदले भन्छ। अनि उहाँहरूले त कन्सेप्टमै त्यही हुन्छ, उनीहरूको सिकाइ त्यही हुन्छ। किनभने हामी भनेको चाहिँ कुनै पनि ठाउँ, मुलुक हैन, यो संसारलाई नै हामीले नेतृत्व गर्नु पर्दो रहेछ भन्ने खालको त्यो कन्सेप्टको विकसित गर्दै गर्दा अहिले त्यो पुस्ता हस्तान्तरण हुँदै गर्दा अहिले 21औं शताब्दीमा पनि आइपुगेको अवस्था छ। त्यही कारणले चाहिँ उनीहरूको त्यही कन्सेप्टले गरेर उनीहरूको कुनै पनि भिजन छैन, कुनै पनि मिसन छैन, एजेन्डै छैन। त्यो भन्दै गर्दा के तपाईँले जुन उनीहरूको भिजन छैन, उनीहरूको एजेन्डै छैन भन्दै गर्दा यहाँ त अहिले मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष प्रान्तीय सरकार स्थापना भइसक्यो, आइसक्यो। विविध के आन्दोलनबाट यहाँको चाहिँ 10 वर्ष चाहिँ महान सङ्घर्षबाट चाहिँ नेपालमा लोकतन्त्र आयो। अनि लोकतन्त्र आइसकेपछि यहाँका मान्छेहरू अहिले राजनीति गर्न पाएको छ। राजनीति गर्न पाएपछि यी बेरोजगारहरू, यी मान्छेहरू केही काम नपाएर राजनीतिमा लागेका छन् र मङ्गोल जय मङ्गोल भन्दै हिँडेका छन् भन्ने कुरा आउँछ नि त। यो त सर मिथ्या आरोप हो यिनीहरूको। तपाईको अहिले हिजो यो नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष प्रान्तीय सरकारको आवाज उठाउने, यो शब्दलाई विस्फोटन गर्ने, प्रतिपादन गर्ने भनेको चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठनको संस्थापक प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङजीले गर्नुभएको कुरा। जुन कुराहरू यहाँको शासक वर्गमा बसेर हालिमुहाली गरिरहेको आर्य वर्गहरूले चाहिँ यो शब्दहरू प्रयोगमा ल्याएको, यो शब्दहरू विकसित गरेको पक्कै पनि होइन। अहिले जुन त्यही शब्दबाट नै उनीहरूले राज्य सञ्चालन, राज्य प्रणाली त एउटा स्वरूपमा चाहिँ आएको छ, तर पनि एउटा लोकतन्त्र, प्रान्तीय धर्मनिरपेक्ष प्रान्तीय सरकारको एजेन्डा अनुसार एउटा मुलुकमा चाहिँ मानव अस्तित्व र मानव अधिकार हुनुपर्छ, एउटा समानता, स्वतन्त्र, भातृत्व हुनुपर्छ भन्ने खालको जुन यो मुलुक परिवर्तन गर्ने संरचना हैन, यो मुलुकलाई चाहिँ एउटा हाँक्ने, एउटा दिशाबोध गर्ने, निर्देशन गर्ने उनीहरूमा त्यो खालको ल्याकत नभएको कारणले उनीहरूले त्यो कुरा पनि अब नजन्माएको हुनाले त्यो कुराहरूले उनीहरूले चाहिँ अभ्यासमा ल्याउन सक्दैन। तर अहिले त्यही लोकतन्त्रको जगको कारणले तपाईँहरूले अब हजुरलाई नि म भन्छु, हजुरले मिडिया गरिराख्नु भएको छ, यो तपाईँको लोकतन्त्रको अधिकार हो नि त, प्रगति हो नि त। लोकतन्त्रले गर्दा तपाईँलाई आज पत्रकार बनाउनु भयो। लोकतन्त्रकै कारणले आज मैले देशमा भएको सामाजिक राजनीतिक घटना परिस्थिति, देशको स्थितिमा बोल्न पाइरहेको छु। त्यो चाहिँ के भने लोकतन्त्रले नै हामीलाई चाहिँ प्रत्याभूति गराएको छ नि त। त्यो गराउँदै गर्दा आम नागरिकहरूले अहिले जस्तो सुकै समस्या, कुनै खालको घटना परिघटना भयो भने अहिले यो डिजिटल युगमा हरेकको हातमा एन्ड्रोइड मोबाइल हुन्छ तपाईँको, त्यही अनुसार सबैले आफ्नो कुराहरू राख्ने,
हैन समस्या समाधान गर्ने सल्लाह सुझाव पनि दिने गलत भएको ठाउँमा विरोध पनि जनाउने अवस्था भइरहेको गर्दा र मङ्गोल नेसनल अर्गनाइजेसनले ए लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकार सहित नै एउटा आम नेपाली नागरिकहरूलाई राजनीतिक रूपमा चेतनशील बनाउनु पर्छ भनेर एउटा अभियानमा लागिरहेको क्रममा चाहिँ त्यो खालको अहिले जनतामा एक खालको राजनीतिक चेतना शून्यता भएको अवस्थालाई फेरि राजनीतिक रूपमा नै चेतनशील बनाएर ल्याउने काम मङ्गोल नेसनल अर्गनाइजेसन गरिरहेको कारणले मङ्गोल नेसनल अर्गनाइजेसनलाई चाहिँ विभिन्न खालको आरोपहरू सामाजिकवादीबाट डलरबाट सञ्चालित भयो हैन त्यही बेरोजगारी भएर चाहिँ रोजगारीको लागि हिँडिरहेको भन्ने खालको यो आरोप आइरहेको कुरा पक्कै पनि यो कुरा चाहिँ मिथ्या कुरा हुन् भन्न चाहन्छु। यो अहिले त अब आम लोक समुदायमा मङ्गोल नेसनल अर्गनाइजेसनप्रति चाहिँ प्रश्न खडा छ हैन र मङ्गोल नेसनल अर्गनाइजेसनको नेता कार्यकर्ताहरूलाई त्यो प्रश्नको उत्तर दिन र त्यसलाई व्यावहारिक रूपमा चाहिँ पुष्टि गरेर जान पनि त के अरे गाह्रो छ। तपाईँहरूले ती प्रश्नहरूको सही उत्तर दिएर हैन जनताको मन जितेपछि न तपाईँहरूले भोलि मत पाउनुहोला, मत पाइसकेपछि भोलि तपाईँहरूले भनेको जस्तै फेरि शासकीय स्वरूप हैन आमूल परिवर्तनको कुरा जो तपाईँहरूले आम लोक समुदायलाई जुन एउटा आशा हैन भरोसा दिनुभएको छ ती सबै कुराहरू त पुरा होला। तर यहाँ के कुरा देखिन्छ त भन्दा मङ्गोल नेसनल अर्गनाइजेसनमा तपाईँहरूले लाग्दै गर्दा मङ्गोल नेसनल अर्गनाइजेसनको तपाईँहरूको विविध कार्यक्रमहरूमा चाहिँ हैन विविध कार्यक्रमहरूमा हरेक कार्यक्रममा भनौँ बुद्धको फोटोलाई तपाईँहरूले अगाडि सारेको देखिन्छ, बुद्धको फोटो राखेर तपाईँहरूले कार्यक्रम गरेको देख्छ र एउटा कुरा के जनता चाहिँ आम मान्छेहरू के कुरामा चाहिँ कन्फ्युजन छ देखिन्छ त भन्दा मङ्गोल नेसनल अर्गनाइजेसनले धर्मनिरपेक्षको कुरा गरेर र बाहिरी रूपमा धर्मनिरपेक्षको कुरा गर्छ, भित्री रूपमा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले धर्मनिरपेक्ष खारेज गरेर बुद्ध सापेक्ष मुलुक यानि कि बुद्धिस्ट राष्ट्र बनाउन चाहन्छ भन्ने कुरा आउँछ नि त। के तपाईँहरूले चाहिँ धर्मनिरपेक्षको नाममा साँच्चीकै यो देश चाहिँ हिन्दूहरूलाई चाहिँ बाहिर निकालेर यहाँका चाहिँ के अरे बुद्धिस्ट राष्ट्र बनाउने प्रयासमा तपाईँहरू अगाडि बढ्नु भएको त? यो बिल्कुलै यो चाहिँ गलत आरोपहरू हुन्। जति पनि यो मङ्गोल नेसनल अर्गनाइजेसनलाई नचाहने, मङ्गोल नेसनल अर्गनाइजेसनलाई रोक्न चाहने, मङ्गोल नेसनल अर्गनाइजेसनलाई चाहिँ आम नागरिक आम जनता समक्षबाट चाहिँ एक खालको आरोप लगाएर रोक्न सक्ने षड्यन्त्र गर्ने व्यक्तिहरूको मात्रै मिथ्या कुरा हुन्। मङ्गोल नेसनल अर्गनाइजेसनको मूल एजेन्डा नै लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकार छ। पहिला त्यसैमा हामी प्रश्न हुनुपर्छ। अनि त्यसपछि प्रश्न भइसकेपछि अर्को कुरा मङ्गोल नेसनल अर्गनाइजेसनको कार्यकर्ता नेताहरूलाई चाहिँ आम जनताले प्रश्न गर्नुहुन्छ हैन, त्यो प्रश्नको जवाफ त हामीले हिजो स्थापना कालदेखि नै मङ्गोल नेसनल अर्गनाइजेसनको स्थापना कालदेखि नै सडकदेखि हैन मङ्गोल नेसनल अर्गनाइजेसनले उठाउँदै आएको कुराहरू हो हैन। यो जनताकै पक्षमा बोल्दै आएको चाहिँ राजनीतिक सङ्गठन हो। त्यो चाहिँ आम जनताले अब त्यो कुरालाई चाहिँ निहाल्न जरुरी छ। एउटा चेतनाशील भएर एउटा हामीले अब त्यो कुरालाई निहाल्न छ। हामीले मङ्गोल नेसनल अर्गनाइजेसन हरेक समय आम नेपाली जनताको नागरिक हितको निम्ति हैन सम्पूर्णलाई एउटा अधिकार सम्पन्न बनाउने, स्वतन्त्र समान्तर भातृत्व रहेर मुलुक परिवर्तन गर्ने कुराहरू, देशमा भएको विसङ्गति विथुतिहरूलाई हटाउने, देशमा रोजगारीको सिर्जना गर्ने, दिगो शान्ति दिगो विकास गराउने भनेर त्यो आवाजहरू त हामी स्थापना कालदेखि त मङ्गोल नेसनल बोल्दै आइरहेको कुरा हो। र अर्को कुरा यो बुद्धको कुरा जुन जोड्नुभयो हजुरले, यो सिधा बुद्ध एउटा नेपालको मङ्गोल समुदायको थारू समुदायको चाहिँ उहाँ हुनुहुन्छ। उहाँले हिजो नेपालमा उहाँले पनि न्याय पाएको छैन। तपाईँलाई म एकैछिन रोकेँ, बुद्ध तपाईँहरूले नेपालको त हो नै, बुद्ध चाहिँ थारू समुदायको हो, मङ्गोलकै सन्तान हो भन्दै गर्दा चाहिँ यहाँ कुरा के देखिन्छ त भन्दा एक त थारू समुदायलाई आम थारू समुदायलाई बुद्धको भन्ने कुरा उनीहरूले बुद्ध चाहिँ हाम्रो पुर्खा रहेछ या हाम्रो थारू समुदायको मान्छे रहेछ भन्ने कुरामा एक त थारू समुदाय आफै पनि अन्योलतामा छ हैन। अर्कोतिर चाहिँ बुद्ध त हाम्रो क्षेत्री हो, किनकि क्षेत्रीहरू चाहिँ राजाहरू चाहिँ क्षेत्री हुन्छ र बुद्ध चाहिँ राजकुमार थिए र ऊ चाहिँ क्षेत्री थिए भन्छ नि त। फेरि तपाईँहरू मङ्गोलको छोरा हो भन्नुहुन्छ,
यो तपाईँको इतिहासलाई हेर्दै गर्दा हिजो नेपालमा एक खालको यस्तो समय थियो, त्यतिखेर हाम्रो मूलवासी समुदायहरूको आफ्नो आफ्नो प्रान्त हुने समय थियो। त्यतिखेर जब नेपालमा हिन्दू आर्यहरू प्रवेश हुनुभन्दा पहिले नेपालमा एक खालको आफ्नो आफ्नो 22-24 राज्यको समयपछि पनि हाम्रो मूलवासी एउटा समय थियो, त्यो इतिहासलाई हेर्न सकिन्छ। त्यो भन्दै जाँदाखेरिमा अनि फेरि राज्य सञ्चालन अहिलेसम्म गर्दै आउँदाखेरि इतिहासमा हेर्ने हो भने सबै आर्यहरूको वर्चस्व छ, उनीहरूको मिडियाले बोल्छ, उनीहरूले इतिहासकार पनि उनीहरू बनेको छ हैन, समाजशास्त्री पनि उनीहरू बनेको छ, अब अर्थशास्त्री पनि उनीहरू बनेको छ। उनीहरूले चाहिँ आफ्नो अनुकूलको इतिहास बनाएर चाहिँ जति पनि नेपालको उनीहरूले अतिक्रमण गर्न मिल्ने, उनीहरूले आफ्नो बनाउन मिल्ने जति कुराहरू चाहिँ घुमाइ फिराइ उनीहरूले लेखेको अवस्था छ। तर महामानव सिधा बुद्धलाई उनीहरूले चाहिँ क्षेत्री बनाउन चाहिँ कसरी खोजेको छ भने जब सिधा बुद्धलाई चाहिँ देखभाल गर्ने एउटा उहाँलाई हेरचाह गर्ने हैन, सिधा बुद्धको आमा बितिसकेपछि उहाँलाई चाहिँ रेखदेख गर्ने एउटा गौतमी भन्ने एउटा थरको नामको गौतमी भन्ने चाहिँ उहाँले चाहिँ सिधा बुद्धलाई चाहिँ देखभाल हैन, उहाँलाई चाहिँ लालन पालन गरिसकेपछि चाहिँ अन्तिममा गएर उहाँलाई चाहिँ सिद्धार्थ गौतम भनेर चाहिँ नामकरण गरियो। र त्यसैलाई नै उहाँले चाहिँ क्षेत्री हो भनेर चाहिँ घुमाइ फिराइ चाहिँ यो चाहिँ सिधा बुद्ध पनि हाम्रै हो भनेर चाहिँ भन्न खोजिरहेको छ। यदि सिधा बुद्ध बाहुन क्षेत्रीको हो भने फेरि त्यही बाहुन क्षेत्रीले किन सिधा बुद्धको विरोध गर्नुहुन्छ हैन, त्यो तपाईँ हामीले चाहिँ बुझ्नु प्रष्ट छ। किनभने यिनीहरूले देश विदेशमा जाँदाखेरिमा चाहिँ सिधा बुद्धलाई फेरि बोकेर जान्छ, राष्ट्र अन्तर्राष्ट्रले चिनाउने, नेपालको एउटा चिनाउने मेन मूल दार्शनिक भनेर चाहिँ महामानव सिधा बुद्धलाई चाहिँ संसारले चिनिन्छ, जसलाई लाइट अफ एसिया पनि भनिन्छ हैन। त्यो खालको उसले स्वतन्त्र समानता भातृत्व सहितको एउटा बुद्ध दर्शनलाई चाहिँ संसारभर फैलाएको छ। कुनै पनि अब संसार भनेको चाहिँ हत्या हिंसाबाट हुँदैन, त्यसको लागि चाहिँ हामीले समानता स्वतन्त्र हुनपर्छ भनेर त्यतिखेरको समयमा चाहिँ एउटा बुद्धले चाहिँ आफ्नो राज्यमा नै यो वर्ण श्रमी व्यवस्थाको विरोध गरेर उहाँले चाहिँ एउटा राज्य नै त्यागेको अवस्था थियो। त्यतिखेर नै उहाँले चाहिँ एउटा लोकतन्त्र अभ्यास गरेको अवस्था थियो। त्यो अवस्था अहिले विकसित हुँदै अहिले 21औं शताब्दीमा पनि आइपुगेको छ, जुन हामीले चाहिँ स्वतन्त्र समानता भातृत्व लोकतन्त्रको कुराहरू गर्दै आएको छ। भनेपछि त तपाईँको कुरा अनुसार त नेपालमा त के लोकतन्त्रको अभ्यास त आजभन्दा बुद्धकालीन अवस्थामै लोकतान्त्रिक व्यवस्थाको अभ्यास भएको हो त? एकदमै एकदमै तपाईँको यो लोकतन्त्रको अभ्यास बुद्धकालीन अवस्थामा नै तपाईँको त्यहाँ जब उहाँ सिधा बुद्धको राज्यमा उहाँको बुबाले एउटा वर्ण श्रमी व्यवस्था चाहिँ लाद्न खोजिसकेपछि उहाँले चाहिँ यो वर्ण श्रमी व्यवस्था ठिक हो कि यो समानता स्वतन्त्र भातृत्व चाहिँ ठिक हो त? एउटा भोलि हामीले यो अभ्यासलाई कुन सही हो कुन बेठिक हो भनेर उहाँले चाहिँ अध्ययन गर्दै गर्दा उहाँले चाहिँ यो वर्ण श्रमी व्यवस्था छुट अछुट सानो ठुलो हैन, यो डिभाइड एन्ड रुल, यो उचनिचको कुरा यो ठिक रहेनछ। एउटा मुलुकको लागि एउटा राज्यको निम्ति आम नागरिकहरूलाई चाहिँ समान तरिकाले एउटा स्वतन्त्र तरिकाले भातृत्व तरिकाले चाहिँ बाँच्न पाउनुपर्छ भनेर चाहिँ उहाँले त्यो कुरा पत्ता लगाइसकेपछि उहाँले त्यो राज्य पनि त्याग्नु भएको तपाईँ हामीले चाहिँ इतिहासमा पल्टाएर हेर्न सकिन्छ। त्यतिखेरबाट नै एउटा यो लोकतन्त्रको चाहिँ अभ्यास भइसकेको अवस्था थियो। त्यो भन्दै गर्दा म अलिकति पछाडि फर्किन चाहन्छु अघिकै कुराहरूमा। समय सन्दर्भ अलिकति हाम्रो कुरा चाहिँ अलिकति अगाडि बढिसक्यो, तर पनि फेरि थोरै म पछाडि फर्किन चाहन्छु। तपाईँले दुईवटा कुरा गर्नुभयो अघि, एउटा चाहिँ तपाईँले अस्तित्वको कुरा गर्नुभयो, यहाँका मङ्गोलहरूको अस्तित्वको लागि, र अर्को कुरो चेतनाको कुरा गर्नुभयो होइन। हजुर, यो आम समुदाय अहिले जो तपाईँहरूले मङ्गोल समुदाय हो हामी मङ्गोल हो भन्दै गर्दा यहाँका समुदाय चाहिँ मङ्गोल होइन हामी आदिवासी जनजाति हो भनेर अगाडि बढिरहेको देख्छ होइन। तपाईँहरू चाहिँ हामी मूलवासी मङ्गोल हो भनेर भनिरहेको देखिन्छ, र अर्कोतिर यही समुदाय फेरि हामी आदिवासी जनजाति हो भनेर अगाडि गइरहेको देख्छ। र
एउटा समुदाय हामी पहिचानको लागि लड्नुपर्छ भनिरहेको देख्छु, तपाईँहरू चाहिँ फेरि अस्तित्वको लागि लड्नुपर्छ भनिरहेको देखिन्छ। यी कुराहरूमा त यहाँका चाहिँ मान्छेहरूले यो बारेमा चाहिँ अस्पष्ट देखिन्छ नि त। खास चेतना भनेको चाहिँ कस्तो हो होइन, र पहिचान र अस्तित्व भनेको कस्तो हो, र आदिवासी जनजाति र मूलवासी मङ्गोल यो तीनटा कुरामा चाहिँ भिन्न चाहिँ के छ, यो अलिकति प्रस्ताइदिनुहोस् न। ल हुन्छ, धन्यवाद तपाईँले प्रश्नको लागि। एउटा चेतना भनेको मान्छे पढे लेखेर शिक्षित हुनु होइन, उसले ग्रेजुएट मास्टर डिग्री गर्नु, त्यो मात्रै चेतना हुँदैन। चेतना भनेको चिज यस्तो हो, तपाईँले सही र गलत छुट्याउन सक्नु है, त्यो चेतना। तर हरेक मान्छेसँग चेतना हुन्छ, चेतना कस्तो खालको हुन्छ भन्ने कुरा हुन्छ। जस्तो तपाईँ हामीलाई कुनै स्पर्श भयो भने तातो चिसो पोलेको त्यो अनुभव हुन्छ, त्यो पनि हामीमा चेतना भएर नि थाहा पाउने कुरा हो होइन। चेतनाको अवस्था त्यतिसम्मको हुन्छ होइन, त्यो एउटा चेतनाले विकसित गर्छ। अर्को कुरा अस्तित्व भन्ने चाहिँ के हुन्छ भने तपाईँको हरेक प्राणीको आफ्नो अस्तित्व हुन्छ होइन। त्यस्तै हामी एउटा प्राणी मध्येमा मानवमा पनि आफ्नो आफ्नो अस्तित्व बोकेको हुन्छ। जस्तो वैज्ञानिकले प्रमाणित गरेका छन्, विश्व वैज्ञानिकहरूले प्रमाणित गरेको तथ्यहरूले के प्रमाणित गर्छ भने विश्वमा 3 प्रकारको मानव समुदायको उत्पत्ति भएका छन्, जसमा मङ्गोल, आर्य, नेग्रो भनेर एउटा प्रष्टसँग चाहिँ आइसकेको कुरा छ वैज्ञानिक रूपमा। जुन कुरा नेपालमा पढाइ हुँदैन, भारतमा हुँदैन, तर विश्वमा यो विषयमा यो मानव अस्तित्वको बारेमा, मानव रेसको बारेमा होइन, वर्णको बारेमा पढाइ हुन्छ। तर नेपालमा चाहिँ त्यो अवस्थाको पढाइ छैन। तर नेपालमा हामी बहुसङ्ख्यक मूलवासी मङ्गोलहरूलाई चाहिँ यहाँको हिन्दू आर्यहरूले चाहिँ एउटा आदिवासी जनजाति होइन, एउटा आयोगनी खडा गरेर हामी 80% हिन्दू मूलवासीहरूलाई चाहिँ यो देशको दोस्रो दर्जाको नागरिक बनाउने काम गरिरहेको छ। हामीले त्यो भन्दै आएको छ। हामीले हाम्रो नारामै भनिरहेका छौँ कि आदिवासी जनजाति भनेको अन्तर्राष्ट्रिय ठग जमात हुन् भनेर हामीले नारामै लेखेको कुराहरू, बोलेको कुराहरू अवस्था छ। किनभने उहाँहरूले आर्य भनेर लेखिसकेपछि उनीहरूको मानव अस्तित्व आर्य भइसकेपछि हाम्रो पनि मङ्गल हो। तपाईँको यो आदिवासी जनजातिको शब्द अर्थ भनेको फरक फरक कुराहरू, अर्थ र असर बोकेको शब्दहरू हुन्। तपाईँको आदिवासी भनेको आदिम कालमा आएर कुनै समयमा आएर बसोबास गरेको मानव समुदाय भन्ने बुझिन्छ होइन। त्यो आदिवासी भन्ने अधिकार पनि कुनै पनि समुदाय, कुनै पनि मुलुक अथवा देशमा गएर 90 देखि 100 दशक, 90 देखि 100 वर्ष बसोबास गरिसकेको एउटा समुदाय छ भने त्यो समुदायले त्यो देशको आदिवासी भन्नु पाउने अधिकार पनि छ हैन, त्यो पनि पाउँछ। अनि त्यस्तै नेपालको हकमा यहाँको ब्राह्मण क्षेत्रीहरू चाहिँ आदिवासी हो, उनीहरूले पाउँछ अधिकार पनि। अर्को जनजाति भन्ने शब्द छ, यो जनजाति भन्ने शब्द पनि एउटा संस्कृतबाट निकालेको हैन, त्यही हिन्दूवाद र मनैसितबाट यो बाहुन क्षेत्रीहरूले नै एक काटिएको एउटा चिन्ह हो कि एउटा ट्याग हो, नाम हो। जुन जनजातिलाई इङ्ग्लिसमा नोमेड जिप्सी भनिन्छ। जन भनेको कमला, जाति भनेको थरी थरी हैन, एउटा जनजाति भनेर भनेको जसको चाहिँ यसको राष्ट्रिय हुँदैन, यसको कुनै भाषा हुँदैन, धर्म हुँदैन, देशबिन भनेर व्याख्या गरेको हुन्छ हैन। यो कुरा चाहिँ आम जनताले चाहिँ अब प्रश्न हुन परेको छ। तपाईँ हामी यो देशको माटोको मालिक, तपाईँ हामीले यो देशको 80% ऐन मूलवासी हुँदै गर्दा हामीलाई चाहिँ एउटा अस्तित्वबाट वञ्चित गराएर, एउटा मानव अधिकारबाट वञ्चित गराएर चाहिँ एउटा हाम्रो मानव अस्तित्व नोमेट पारेर एक खालको तपाईँ हामीलाई चाहिँ आदिवासी जनजातिको बिल्ला भिराएर, ट्याग भिराएर चाहिँ यो देशको दोस्रो दर्जाको नागरिक बनाउने काम गरेर। अर्को कुरा पहिचान भनेको त एउटा आइडेन्टिटी हुन्छ कि तपाईँको नाम हो। तपाईँको जस्तो तपाईँको फरिकम चौल भन्छु, अब जस्तो खुर्सानीको अस्तित्व तपाईँ हामीले चिन्ने, प्रख्यात विश्वले चिन्ने पिरो भएको कारणले त हो नि होइन। यसको अस्तित्व पिरो हो, जब पिरो भएको कारणले सबैले प्रयोगमा ल्याउँछ, आवश्यक छ। तर त्यही खुर्सानीलाई
ठाउँ अनुसार त फरक फरक तरिकाले चिन्छ। जस्तो नेपालमा खुर्सानी भन्छौँ हामी, भारतमा गएर मिर्ची भन्छौँ, अमेरिकामा गएर युरोपमा गएर चिली भन्छ होइन। त्यो पहिचान भनेको चाहिँ ठाउँ अनुसार फरक हुन्छ, तर अस्तित्व भनेको चाहिँ त्यो एउटा मात्रै हुन्छ जसले कुनै पनि समुदाय अथवा कुनै पनि एउटा नस्लको चाहिँ शारीरिक बनोट होइन, उसको जिङ त्यसले चाहिँ अस्तित्व बोकेको हुन्छ। मेन कुरा नै तपाईँ हामीलाई विश्वले चिन्ने भनेको मङ्गोल भनेर चिन्ने हो। तपाईँ हामीलाई भनौँ न यहाँको राज्य सत्ताले बनाएको एक खालको नामाकरण गरिएको आदिवासी जनजाति भनेर तपाईँ हामीलाई चिन्दैन। तपाईँ हामीलाई एउटा वैज्ञानिक हिसाबले नेपालको अध्ययन गर्ने, भूगोलको अध्ययन गर्ने भने तपाईँ हामीलाई विश्वले चिन्ने भनेको यहाँको मङ्गोल भनेरै हो। त्यो भन्दै गर्दा मङ्गोलहरूलाई चाहिँ हामी मङ्गोल हो, यहाँको मूलवासी हो भन्दै गर्दा चाहिँ सामाजिक सञ्जालतिर हामीले धेरै के पाउँछौँ त भन्दा ए तिमीहरू चाहिँ मङ्गोल भए वहाँ तिमीहरूकै देशमा मङ्गोलियामा जाऊ, तिमीहरू माथिबाट आएको हो, हामी खस आर्यहरू पनि तलबाट आयो, तिमी मङ्गोलहरू पनि मङ्गोलियाबाट आयो, त्यही भएर चुप लाएर बस, यो देशमा सबै मिलेर बस्नुपर्छ, यो मिलेर बसेको समाज किन भड्काउँछस् भन्छ नि त। यो चाहिँ आरोप लाउने उहाँहरूले चाहिँ एउटा कुनै पनि तथ्य छैन, यो तथ्यहीन कुराहरू मिथ्या कुराहरू लगाइरहेको छ। जसरी हामीले मङ्गोल नेसनल अर्गनाइजेसनले एउटा एभिडेन्स सहित प्रमाण सहित हिन्दू आर्यहरू चाहिँ भारतबाट प्रवेश भएको हो हिजो सन् 1495 होइन, अलाउद्दिन खिल्जीको खेतामा पढेर चाहिँ उहाँहरू चाहिँ नेपाल भित्रेको भनेर प्रष्टसँग हामीसँग चाहिँ प्रमाण छ। तर उहाँहरूले त कहीँ कतैबाट, हामीले त तिब्बतबाट आएको होइन, हिमाली भेगबाट आएको भन्नेसँग उनीहरू तथ्य प्रमाण छैन नि त। उनीहरूले एक खालको एउटा हाम्रो यो हिमाली क्षेत्रमा जुन चाइना छ छिमेकी मुलुक, चाइनासँग चाहिँ हाम्रो सम्पूर्ण शारीरिक बनावट मिल्ने, सम्पूर्ण कुरा मिल्ने, नस्ल मिल्ने भएको कारणले चाहिँ उनीहरूले एक खालको आएर हामीले चाहिँ हामी यो देशको मूलवासी हो, तपाईँहरू चाहिँ यो देशको आदिवासी हो। हिजो तपाईँहरू चाहिँ नेपालमा सन् 1495 चाहिँ नेपालभित्र आएका हुन् भनेर उहाँहरूलाई चाहिँ हामीले एउटा प्रमाण सहित पेश गर्दै गर्दा सुरेशजीको कुरा म यहाँ काटेँ। तपाईँहरूले यो जो चाहिँ त्यो भनिरहँदा खस आर्य समुदाय चाहिँ 1495 मा यहाँ नेपाल प्रवेश गर्यो भनेर तपाईँहरू भन्नुहुन्छ। त्यो भन्दै गर्दा फेरि बुद्धसँग पनि कुरा जोडिन्छ। बुद्धको बुवाले वर्णाश्रम व्यवस्था स्वीकार्दा चाहिँ बुद्धले क्रान्ति गर्नु पर्यो या दरबार छोड्नु पर्यो पनि तपाईँले अघि प्रसङ्ग आयो होइन। त्यो भनिसकेपछि त फेरि खस आर्य समुदाय त 1495 मा त प्रवेश नगरिकन त्यही बेला चाहिँ बुद्धकालीन बेलामै चाहिँ खस आर्य समुदाय नेपाल प्रवेश गरेको अवस्था भेटिन्छ नि त। कसरी बुझ्ने यसलाई चाहिँ? एकदमै यसको इतिहास पल्टाएर हामीले केलाउन सकिन्छ दस्तावेजहरू। तपाईँको हिजो नेपालमा मात्रै नभइकन यो मामा डाक्टर गोपालको उनले प्रतिपादन गरेको दर्शन जसरी अहिले नेपालमा फैलिएको छ मङ्गलबार दर्शन, त्यसरी नै हिजो बुद्धकालीन समयमा महामानव सिद्धा बुद्धले प्रतिपादन गर्नुभएको जुन दर्शन छ समानता स्वतन्त्र भातृत्व सहितको दर्शन, त्यो दर्शन हिजो नेपालमा मात्रै नभइकन यसको विकराल रूप भारतमा पनि एकदमै थियो होइन। भारत श्रीलङ्का पनि यसको एकदमै सबैले अनुसरण गरेर यो चाहिँ सही मार्गदर्शन हो। यसले संसारलाई एकतामा चाहिँ बाँध्न सकिन्छ, संसारमा चाहिँ एक खालको हत्या हिंसा होइन, घमण्ड रिस लोभ लालच त्याग्न सकिन्छ, स्वतन्त्र र समानता रूपले बाँच्न सकिन्छ भन्ने कुरा यो त्यो अवस्था त्यतिखेरसम्म नै फैलिसक्यो अवस्था। त्यही अवस्थामा भारतमा पनि तपाईँको नालन्दा विश्वविद्यालय हेर्नुहोस् होइन, तक्षशिला हेर्नुहोस् होइन, त्यहाँ पनि कति बौद्ध ग्रन्थहरू जलाएको, बौद्ध विश्वविद्यालयहरू जलाएको अवस्था तपाईँहरू पनि अहिले पनि भेट्न सुन्न सक्नुहुन्छ। हरेक प्रमाणहरू तथ्यहरू उत्खनन गर्दाखेरिमा अहिले पुरातात्विक चिजहरू सिधा बुद्धसँग जोडिएको चिजहरू भेटिएको छ होइन। त्यो एकदमै पुरानो समय जोडिएको र त्यही समय बखत नै होइन एक खालको त्यो विकराल अवस्था थियो होइन। त्यहाँ पनि एउटा त्यहाँ राजा अकबरको खेतामा परेर फेरि उनीहरू चाहिँ 1556 मा पनि
नेपालभित्र पर्यो अनि नेपालभित्रै भइसकेपछि उनीहरू हिजोको समयदेखि विभिन्न देशबाट इरानबाट भाग्दै भाग्दै नेपाल प्रवेश भयो र उनीहरू चाहिँ कुनै पनि उनीहरूको देश पनि नभएको भाषा पनि नभएको कुनै पनि नभएको अवस्थामा चाहिँ उनीहरूले त आफ्नो अब फेरि साम्राज्य खडा गर्न पर्यो होइन आफू बस्नको निम्ति एउटा आफ्नो क्रेट शक्ति बनाउनु पर्यो त्यही अनुसार चाहिँ उनीहरूले चाहिँ नेपालमा आएर फेरि सन् 1959 मा चाहिँ आएर चाहिँ लिग्लिकोटको घले राजालाई षड्यन्त्रपूर्वक हत्या गरिसकेपछि चाहिँ नेपालको दुर्दिनको सुरु भयो कालो दिन सुरु भयो त्यहाँबाट चाहिँ हामी नेपालको 80% मूलवासीहरूलाई चाहिँ त्यो दिनबाट चाहिँ यो आर्य समुदायले चाहिँ हामी शासक वर्ग थियो हामी मालिक थियो तर हामीलाई नि त्यतिखेर समयदेखि नै उनीहरूले चाहिँ हामीलाई शासित बनाउँदै होइन हामीलाई थिचोमिचो पार्दै हामीलाई एकदमै दुर्दशा होइन थिचोमिचो अब पिल्साईमा पारेर चाहिँ त्यहाँदेखि चाहिँ उहाँहरूले चाहिँ यो नेपालमा प्रवेश गरिसकेपछि उसले आफ्नो साम्राज्य खडा गर्ने काम चाहिँ त्यो भन्दै गर्दा अब अहिले चाहिँ सुरेशजी तपाईँहरूले जति पनि यति गहिराई कुराहरू छ जो आम नेपाली जनताले यो कुरा कतिले त बुझेकै छैन होइन त्यो भनिँदै गर्दा अहिलेको देश परिवर्तन गर्न तपाईँहरूले बनाउन खोजेको जस्तो यो नेपाल होइन जो मङ्गोलहरूको राष्ट्र बनाउन मङ्गोलहरूको अस्तित्व स्थापित गर्नको लागि त भोलि यो संविधान संशोधन गरेरै जाने कुरा रह्यो तर संशोधन गर्नको निम्ति संविधान संशोधनको निम्ति त तपाईँहरू के अरे निर्वाचनबाट अगाडि बढ्ने कुरा आउने रह्यो हो त्यो भन्दै गर्दा मङ्गोल नेसनलाइजेसन त अहिलेसम्म जनताले अनुमोदन गरेर पठाएको देख्दैन तपाईँहरूले यो मुलुकमा जनताबाट मत लिएर यो कुरा चाहिँ स्थापित गर्ने अनि तपाईँहरू सदन र संसदमा पुगेको चाहिँ आम जनताले कहिले देख्न पाउनु एकदमै तपाईँको हिजो हाम्रो सङ्गठनको फाउन्डर प्रेसिडेन्ट मामना डाक्टर गोपाल गुरुङजीले स्थापना कालदेखि भन्दै र उठाउँदै आएको कुरा हामी चाहिँ एउटा लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकारको एजेन्डा छ त्यो एजेन्डा प्रस्तुत गर्दै हामी आम जनताको पक्षमा जाने एउटा वैचारिक क्रान्ति चराउने हामी अगाडि बढ्ने अभियान सुरु गर्नुभयो त्यसै अनुरूप हिजो विगतमा मङ्गोल नेसनल अर्गनाइजेसनलाई जब 2046 सालमा जब बहुदल आइसकेपछि को अवस्थामा लगभग 2045 सालमा पुस 17 गते जब मामना डाक्टर गोपाल गुरुङजीले मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठन एउटा कालो कोठरीभित्र भद्रकोट जेलभित्र सन् 1989 जनवरी 1 मा जन्माउनु भयो त्यो सङ्गठन त्यो एउटा जेलमा जन्मेको सङ्गठन एउटा क्रान्तिकारी सङ्गठन त्यो सङ्गठन जन्मिसकेपछि लामो समयसँग 18 वर्षसम्म हाम्रो सङ्गठनले दर्ता दिएन तर हाम्रो सङ्गठनलाई दर्ता नदिए तापनि त्यतिखेर समय पनि 48 सालमा होइन 54 सालमा हाम्रो सङ्गठनले चाहिँ हरेक निर्वाचनमा चाहिँ सहभागी जनाउँदै आइरहेको थियो किनभने हाम्रो सङ्गठनको मूल एजेन्डा भनेको लोकतन्त्र हो लोकतन्त्रको सबैभन्दा उन्नत प्रणाली भनेको चाहिँ निर्वाचन हो अनि त्यसैले टेकेर चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले निरन्तर रूपमा आफ्नो निर्वाचनमा सहभागी गराउँदै आइरहेको छ तपाईँको 2079 सालकोमा पनि हाम्रो सङ्गठनले 2074 सालको भन्दा धेरै नै राम्रो एउटा जनताबाट चाहिँ एउटा मत प्राप्त भएको अवस्था छ भन्दै गर्दा अब चाहिँ यो चुनावमा अब हामीले अबको आम निर्वाचनमा हामी पहिला जस्तो थियो त्यो भन्दा पनि तीव्र रूपमा अब हामीले हरेक हाम्रो मङ्गोल समुदायको हरेक जिल्लाको हरेक मङ्गोल बस्तीहरूमा गएर हाम्रो साङ्गठनिक दर्शनहरू एजेन्डाहरू हैन हाम्रो घोषणा पत्रहरू लिएर गएर चाहिँ जनतालाई स्पष्टसँग उहाँलाई एउटा प्रत्यक्ष रूपमा भेटघाट सहित हामीले उहाँलाई जानकारी गराउँदै अबको वैकल्पिक शक्ति भनेको मङ्गोल नेसनल अर्गनाइजेसन हो मुलुक परिवर्तनको निम्ति अब आवश्यक पर्ने सङ्गठन नै मङ्गोल नेसनल अर्गनाइजेसन हो यद्यपि अब मङ्गोल नेसनल अर्गनाइजेसन बाहेक अब कुनै पनि राजनीतिक सङ्गठनले यो मुलुक परिवर्तन गर्न सक्दैन तपाईको वर्तमान स्थितिको राजनीतिक
घटनाक्रम पनि तपाईँ हेर्न सकिन्छ। कहिले के पार्टी होइन विभिन्न पार्टीको नाममा हामीलाई फुटाइरहेको छ। हिजो 10 वर्ष जनयुद्ध गरेर 2052 साल फागुन 1 गतेबाट जन्मेको माओवादीको एउटा क्रान्ति थियो। त्यो वर्गीय सङ्घर्षको कुराहरू पहिचानको मुद्दा सहित बोकेर गएको थियो। तर त्यही जनआन्दोलनमा हाम्रो नेपालका आम मङ्गोल समुदायका 17,000 मान्छेहरू मारिए। आखिर उहाँहरूले गर्नुभएको त्यो होइन सदात उहाँले गर्नुभएको थियो त्याग तपस्याबाट आखिर प्राप्त के भयो तपाईँहरूले नि अब आकलन गर्न पर्छ। किनभने अहिले तपाईँको नेपाल कम्युनिस्ट पार्टी भनेर चाहिँ 7-8 दलहरू मिलेर अहिले खोलिएको अवस्था छ। माओवाद नै छोडेर अहिले शासक वर्गहरू फेरि हाम्रो मान्छेलाई नै झुकाउने एउटा खेल खेलिरहेको छ। अब त्यो कुरालाई नेपालको अहिले वर्तमान राजनीतिक अवस्था घटना वस्तु स्थिति र अवस्थालाई बुझाउँदै र त्यो कुराहरूलाई प्रष्टसँग बुझाउँदै र मङ्गोल नेसनल अर्गनाइजेसनको अवधारणा र स्पष्ट हाम्रो एजेन्डाहरू चाहिँ जनता समक्ष हामी पुर्याउँदै यो आगामी निर्वाचनको लागि चाहिँ हामी चाहिँ तयारी रूपमा नै त्यसरी तीव्र रूपमा लाग्नेछ। त्यो तयारीमा लाग्दै गर्दा के अब यो फागुन 21 को निर्वाचनपछि मङ्गोल नेसनल अर्गनाइजेसनका नेता कार्यकर्ताहरूले आम लोक समुदायले चाहिँ त्यो सदन र सरकारमा देख्न पाउँछौ? अब अवश्य पनि निश्चित रूपमा अब यो मङ्गोल नेसनल अर्गनाइजेसनको जित निश्चित छ। किनभने हामीले अहिले तपाईँको प्रत्यक्ष रूपमा जनताले अनुमोदित नगरे पनि एउटा जनताको एउटा लिडर भएर हामी संसदमा नथिरे तापनि तर हामी मङ्गोल नेसनल अर्गनाइजेसनले उठाउँदै आएको स्थापना कालदेखि उठाउँदै आएको माग मुद्दाहरू जति पनि माग मुद्दाहरू हामीले सडकबाट पनि उठायौँ होइन विभिन्न कार्यक्रमको माध्यमबाट पनि उठायौँ। त्यो कुराहरू स्पष्ट रूपमा हामीले गणितीय रूपमा हासिल गर्न नसके पनि तर अभ्यासको क्रममा जुन हामीले उठाएको माग मुद्दाहरू चाहिँ सरकारले र राज्यले अनुमोदन गरिसकेको छ। तर त्यही अनुमोदन गरेका होइन मङ्गोल नेसनल अर्गनाइजेसनले उठाएको लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय सरकारको पनि टेकेर अब आम जनतालाई चाहिँ असली लोकतन्त्रको अभ्यास गराउने असली लोकतन्त्रको प्रत्याभूति जनतालाई चाहिँ देखाउने र बुझाउने समय आइसकेको हुनाले आम जनताहरू चाहिँ चेतनशील भइसकेको छ। सामाजिक सञ्जालहरूमा अहिले मङ्गोल नेसनल अर्गनाइजेसनको चर्चा परिचर्चा भइरहेको छ। अहिलेको मङ्गोल नेसनल अर्गनाइजेसनको नामै सुन्न नचाहनेहरू मङ्गोल नेसनल अर्गनाइजेसनलाई विभिन्न षड्यन्त्र गरेर रोक्न थेक्न खोज्ने समूहहरूले पनि अहिले मङ्गोल नेसनल अर्गनाइजेसन नामहरू बोल्न बाध्य भएका छन्। किनभने अबको समय भनेको एउटा यस्तो समय हो यो मङ्गोल नेसनल अर्गनाइजेसन दर्शन भनेको एउटा प्रकृति दर्शन पनि म मान्छु। त्यो भन्दै गर्दा के सुरेशजी म अहिले तपाईँले भन्नुभयो जताततै मङ्गोल नेसनल अर्गनाइजेसनको अब कुरा गर्न थाल्यो भन्दै गर्दा हामीले त के देखिरहेको छु त भन्दा एकतिर मङ्गोल नेसनल अर्गनाइजेसनको जुन तारा खुकुरी अङ्कित तपाईँहरूको सङ्गठनको झन्डा अनि अर्कोतिर चाहिँ नेपालको राष्ट्रिय झन्डा बोकेर यो नेपाल चाहिँ दुई धारमा विभाजित भएको देख्छ। अब के साँच्चीकै नेपाल चाहिँ अब के अरे दुई धारमा त्यसरी विभाजित भएर गएको हो? यो चाहिँ एकदमै अहिलेको समसामयिक अवस्थालाई निहाल्ने हो भने चाहिँ यो चाहिँ एकदमै हामी मङ्गोल नेसनल अर्गनाइजेसनको लागि चाहिँ एकदमै सुखद पक्ष हो जस्तो लाग्छ मलाई। किनभने नेपालमा हिजो मै हुँ भन्ने राजनीतिक दलहरू जुन थियो त्यो राजनीतिक दलहरूलाई त्यही राजनीतिक दलको नेतृत्व गर्ने हिजो बाजे पुस्ताहरूलाई चाहिँ उसकै नाति पुस्ताहरू नै गरे गएर उनीहरू कुटिए उनीहरू लखटिए सत्ताबाट पनि बाहिर गरे। अब तपाईँको अनि मङ्गोल नेसनल अर्गनाइजेसनको देशव्यापी रूपमा कार्यक्रम भइरहेको अवस्था छ। त्यसैमा पनि मङ्गोल नेसनल अर्गनाइजेसनले यो 2082 साल साउनको 1 गतेबाट जब राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु गर्नुभयो र त्यो राजनीतिक प्रशिक्षण कार्यक्रमको दौरानमा मङ्गोल नेसनल अर्गनाइजेसनको स्पष्ट वैदेशिक नीति बिहार र विदेशको नीतिहरू स्पष्टसँग हाम्रो नीतिहरू चाहिँ त्यो स्पष्ट भयो। अनि त्यो स्पष्ट भइसकेपछि त यहाँको शासक वर्गहरू त छटपट्ने अवस्था भयो। किनभने यहाँको नेतृत्व गर्ने कुनै पनि शासक वर्गहरूको चाहिँ कुनै पनि एउटा सही दिशा
सही नीति छैन, यिनीहरू चाहिँ तटस्थ अवस्थामा चाहिँ होइन असंलग्न परराष्ट्र नीति भनेर बसिरहेको अवस्था छ। तर मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ हाम्रो चाहिँ वैदेशिक नीति भनेको ब्रिक्स नीति हो भनेर चाहिँ बोलिसकेपछि त्यो खालको सलबलाहट हिजोको पश्चिमी शक्तिहरूको सलबलाहटबाट यहाँको राज्य सत्ताहरूमा अब एक खालको ध्रुवीकरण हुनुपर्छ। मङ्गोल नेसनल अर्गनाइजेसन एकातिर र अब यहाँ राष्ट्रिय झन्डा जुन अराष्ट्रिय झन्डा हामीले भन्दैछौँ, जुन झन्डाले हामी नेपालको 80% मूलवासी मङ्गोलहरूको प्रतिनिधित्व गर्दैन, त्यो झन्डा बोकेर एउटा राष्ट्रियताको नाम दिएर खोक्रो राष्ट्रवादको कुरा गरेर फेरि पनि आम नेपाली जनताहरूलाई एउटा भ्रमित तरिकाले झुक्क्याउने एउटा चलखेल भइरहेको अवस्था छ। त्यो निश्चय नै अबको सचेत नागरिकहरूले आम मूलवासी समुदायले त्यो कुराहरूको अध्ययन अनुसन्धान गरिसकेको छ। मङ्गोल नेसनल अर्गनाइजेसनले गर्दै आइरहेको कार्यक्रमहरू गर्दै आएको कुराहरू स्पष्टसँग चाहिँ प्रस्तुत गरिरहेको अवस्था छ। त्यो कुरा चाहिँ जनताले एकदमै निहालिरहेको छ नजिकबाट र अनुमोदन गरिरहेको छ। त्यसै कारण चाहिँ यो एउटा राष्ट्रिय झन्डा बोकेर हिँड्नु भनेको चाहिँ फेरि पनि होइन एवंविधले केही समयको लागि मङ्गोल नेसनल अर्गनाइजेसनलाई रोक्न सकिन्छ कि भन्ने खालको एक खालको दिग्भ्रमित कुरा मात्रै हो। तर प्रष्टसँग आम नागरिकले के बुझ्न आवश्यक छ भने यो राष्ट्रिय झन्डा बोकेर हिँड्ने हाम्रै समुदायको हर्का साम्पाङ, कुलमान घिसिङ, महावीर पुन भनेको यिनीहरू भनेको चाहिँ प्रयोगमा ल्याएका व्यक्तिहरू हुन्। जसरी हिजोको इतिहासलाई पनि हेर्न सकिन्छ, हाम्रो पुर्खा रावणलाई मार्नको निम्ति आफ्नै भाइ विभीषणको प्रयोग गरियो होइन, बालीलाई मार्नलाई सुग्रीव प्रयोग गरियो। त्यतिखेर समयमा त्यो थियो भने अहिलेको समयमा आएर त्यस्तै नै हाम्रै समुदायलाई रोक्नको निम्ति, हाम्रै समुदायलाई छेक्नको निम्ति र मङ्गोल नेसनल अर्गनाइजेसनको निम्ति छेक्न नि हाम्रै अनुहार बोकेको मकुण्डो र हिन्दू आर्य साम्राज्यवादीहरूको भकुण्डो बनेको व्यक्तिहरू चाहिँ प्रयोगमा ल्याइरहेको छ। तपाईँहरू चाहिँ त्यसमा कति पनि त्यो कुरामा विश्वास नहुनु, किनभने कुनै पनि मुलुक परिवर्तन गर्नको निम्ति, देश विकास गर्नको निम्ति स्पष्ट भिजन चाहिन्छ, सिद्धान्त चाहिन्छ। सिद्धान्त र दर्शनले मात्र मुलुक परिवर्तन गर्न सकिन्छ। तर त्यो दर्शन सिद्धान्तहरू चाहिँ कुनै पनि अहिलेको यो नयाँ राजनीतिक दल होइन हाम्रै अनुहारका व्यक्तिहरूले खोलेका कुनै पनि राजनीतिक दलको भिजन मिसन एजेन्डा केही पनि छैन। त्यो त केही समयको लागि एउटा प्रयोगमा लागेको व्यक्तिहरू मात्रै हुन्। त्यो भन्दै गर्दा यी विविध कुराहरूमा अझै हामी कुनै अर्को एउटा समय सन्दर्भमा फेरि हामी जोडौँला। तपाईँसँग यो धेरै लामो भलाकुसारी, हामीसँग फेरि समय अलिकति कम भएको कारणले गर्दा म तपाईँसँग के थोरै कुरा मात्र राख्न चाहेँ। यी सबै कुराहरू प्राप्त गर्नको लागि तपाईँहरूले भोलि ब्रिक्सको पक्षमा लिनको लागि होइन, ब्रिक्सको पक्षमा तपाईँहरू त्यहाँ सहभागी बनेर यो देशको विकास गर्नको लागि भोलि त तपाईँहरू निर्वाचन मार्फतै जाने कुरा रह्यो होइन, निर्वाचनबाट निर्वाचित भएर जाने कुरा रह्यो। त्यो हुँदै गर्दा तपाईँ स्वयं आफै चाहिँ यो निर्वाचनमा सहभागी बन्ने तयारी चाहिँ के छ? एकदमै अब यो तपाईँले एकदम राम्रो प्रश्न गर्नुभयो। अब अहिलेको यो मङ्गोल नेसनल अर्गनाइजेसनको एक खालको वेग छ, स्पिड छ। त्यो अवस्थालाई आम नेपाली जनताहरूले एकदमै त्यो कुराहरूलाई चाहिँ एकदमै उनीहरूले चाहिँ अनुमोदन गरेको अवस्थाहरू छ। विचारहरू विस्फोटन गरेको अवस्था, जुन विचार विस्फोटनहरू चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन महामानव डाक्टर गोपाल गुरुङ फाउन्डर प्रेसिडेन्टजीको देनकै कारणले नै आज त्यो खालको लोकतन्त्रका आवाजहरू चाहिँ विस्फोटन भइसकेपछि आम नागरिकहरूले आफ्नो विचारहरू राख्न पाएका छन्। आफूले चाहेको कुराहरू पनि होइन, विवेकको कुराहरू राख्न पाएको छन् र आम निर्वाचनमा पनि म मुलुक परिवर्तन गर्छु भनेर पनि एक खालको कोही स्वतन्त्र व्यक्ति भनेर उठ्ने व्यक्तिहरूलाई पनि स्वतन्त्र रूपमा उठ्ने एक खालको अधिकार प्रदर्शन गरेको छ। त्यस्तै क्रममा यो मङ्गोल नेसनल अर्गनाइजेसनले पनि आगामी यो आउँदै गरेको 2022 साल फागुन 21 गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हाम्रो यो चितवन जिल्लामा 3वटा निर्वाचन क्षेत्र रहेको छ। त्यस क्षेत्रमा चाहिँ हाम्रो अग्रज नेतागणहरू हुनुहुन्छ, केन्द्रीय सदस्यज्यूहरू, उहाँहरू नै नेतृत्व गर्नुहुन्छ। उहाँहरूले पनि अग्रज व्यक्तित्व भइसकेपछि भोलि सङ्गठनको सिद्धान्त, दर्शन, आदर्शलाई चाहिँ एकैमुठी गरेर एउटा
संस्थापन पक्षद्वारा पनि भेटेर जानुपर्ने व्यक्तिहरू हुनुहुन्छ होइन। उहाँले नै एउटा सङ्गठनलाई चाहिँ सही दिशाबोध गर्ने माथिबाट आएको नेतृत्व पङ्क्तिहरूले गरेको निर्देशन छ। त्यो निर्देशन अनुरूप नै आफ्नो कार्यक्रम सञ्चालन गर्ने व्यक्तिहरू अग्रज व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूले नै आगामी आउने निर्वाचनमा चाहिँ सहभागी भएर यो मुलुकको निम्ति चितवन जिल्लाको प्रतिनिधित्व नभइकन यो देश नेपालको निम्ति र यो मुलुकको निम्ति चाहिँ उहाँले प्रतिनिधित्व गर्ने हुनेछ र त्यसको लागि चाहिँ हामी सम्पूर्ण टिम मङ्गल नेसनल अर्गनाइजेसन चितवन जिल्ला सभाको टिम लगायत म स्वयं आफै पनि यो निर्वाचनलाई चाहिँ सफल बनाउन निमित्त एउटा निर्वाचित मङ्गल नेसनल अर्गनाइजेसनको निर्वाचित सदस्य निर्वाचित गराउन निमित्त चाहिँ हामी चाहिँ तीव्र रूपमा भलाखुसरी गरेर घनीभूत रूपमा छलफल गरेर चाहिँ यसलाई चाहिँ तीव्र रूपमा अगाडि बढाउने चाहिँ हामी निर्णय गरिसकेका छौँ। सुरेशजी, हामी अब जाँदा जाँदै करिब यो अन्तिम चरणमा आइसकेका छौँ। तपाईँले यो आफ्नो व्यस्त समयको बावजुद पनि जो तपाईँको सङ्गठनको विविध कुराहरूलाई होइन आम नेपाली जनतासँग रहेको जिज्ञासा होइन यी सबै कुरा मेटाउनको लागि त्यो महत्त्वपूर्ण समय हामीले उपलब्ध गराउनुभयो, त्यसको लागि हामी धेरै धेरै धन्यवाद। साथै तपाईँहरूको सङ्गठनबाट निर्वाचित बनेर भोलि चाहिँ आम लोक समुदायको विकास समृद्धि तपाईँहरूले भनेको जस्तो होइन यो मुलुक बनाउनको निम्ति सदन र सरकारमा पुगेको हामीले देख्न सकोस्, त्यसको लागि हामी अग्रिम बधाई दिन चाहन्छु, शुभकामना पनि दिन चाहन्छु। साथसाथै तपाईँलाई जो हेरिरहेको हाम्रो जो जय मङ्गल खबर छ ती आम दर्शकहरूलाई चाहिँ अन्तिममा छोटो केही भन्न चाहनुहुन्छ भने छोटो भनाइ चाहिँ उहाँलाई राखिदिनुहोस्। धन्यवाद सर। अब यो हाम्रो यो आज जय मङ्गल खबर हेरेर बस्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई अबको समय भनेको एउटा वैज्ञानिक समय हो। तपाईँ हामीले कुनै पनि एउटा व्यक्तिले विश्वमा भएको घटना परिघटनाहरूलाई तपाईँ स्वयं आफ्नै निवासमा रहेर तपाईँले हेर्न सक्नुहुन्छ। विश्वलाई चलाउन सक्ने प्रविधिको विकास भइसकेको समय आएको छ। त्यो समयमा आइराख्दा पनि हामी नेपालको मूलवासीहरू चाहिँ अचेत अवस्थामा रहेको अवस्था छ। त्यो अवस्थालाई मध्यनजर गर्दै अब आम समुदायले चाहिँ मूलवासी मङ्गलको सिद्धान्त आदर्श दर्शनलाई आत्मसात गर्दै त्यो विषयलाई गहन रूपमा अध्ययन गर्दै तपाईँहरूले आगामी आउने निर्वाचनमा मङ्गल नेसनल अर्गनाइजेसनको उम्मेदवारहरूलाई चुनाव चिन्ह कुखुराको भालेमा मतदान गरी विजय गराउनको लागि पनि अनुरोध गर्दछु। र साथै यो आजको यस मलाई आफ्नो मङ्गल नेसनल अर्गनाइजेसन सङ्गठनको बारेमा आफ्नो विचारहरू राख्न निमित्त आफ्नो कुराहरू राख्न निमित्त मलाई आज यहाँ बोलाउनु हुने तपाईँ जय मङ्गल खबर मिडियालाई पनि म धेरै धेरै धन्यवाद गर्दै सम्पूर्णले अबको समय भनेको चाहिँ परिवर्तन गर्ने समय हो, सचेत गर्ने समय हो। तपाईँले पनि हिजोको समयलाई समीक्षा गर्दै अब आउने दिनहरूमा अब हामीले गलत गर्नु हुँदैन। मताधिकार भनेको हाम्रो शक्ति हो। त्यही शक्तिको प्रयोग नै हामीले माथि केन्द्रमा र निर्वाचित गरेर पठाइसकेपछि त्यही हाम्रो आवाजहरू चाहिँ बोल्ने हो। त्यसको निम्ति चाहिँ आम नागरिकहरूले सचेत भएर अबको निर्वाचनमा चाहिँ चुनाव चिन्ह कुखुराको भालेमा मतदान गरी विजय गराइदिनु हुन भन्दै म आजको यस कार्यक्रममा मलाई बोल्नका निम्ति यहाँ निम्तानु हुने पत्रकारजीलाई पनि धन्यवाद दिँदै हस्त समय र संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।